कार्यक्रम उद्घोषकको भूमिका सहित यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई हार्दिक स्वागत तथा सम्मान व्यक्त गर्दछु। आदरणीय महानुभावहरू, कर्णाली प्रदेश सभाको पहिलो अधिवेशनको पहिलो बैठक विक्रम सम्वत 2074 साल माघ 21 गते सुसम्पन्न भएको थियो। 8 वर्ष अघि आरम्भ भएको यो यात्रा केवल संस्थाको स्थापना मात्र थिएन, यो कर्णालीको आवाजलाई सङ्घीय शासन व्यवस्थामा स्थापित गर्ने ऐतिहासिक तथा संवैधानिक सङ्कल्पको सुरुवात थियो। यो ऐतिहासिक दिनलाई स्मरण गर्दै कर्णाली प्रदेश सभा सचिवालयले प्रत्येक वर्ष माघ 21 गते प्रदेश सभा स्थापना दिवस मनाउँदै आएको कुरा सर्वविदितै छ। यो महत्त्वपूर्ण कार्यक्रममा उपस्थित हुनुभएका सबै विशिष्ट महानुभाव र हामी समक्ष विभिन्न माध्यमबाट जोडिनुभएका सबै महानुभावलाई म हार्दिकताका साथ सुस्वागत गर्दछु। कर्णाली प्रदेश सभाको 8औं स्थापना दिवस 2082 का अवसरमा आयोजित कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउनका निमित्त कर्णाली प्रदेश सभाका माननीय सभामुख नन्दा गुरुङज्यूलाई अध्यक्षताको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अध्यक्षज्यूको आज्ञा बमोजिम अब म अतिथि आसन ग्रहणको कार्यक्रमलाई जोड्न चाहन्छु। यो कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गरिदिनु हुन कर्णाली प्रदेशका माननीय प्रदेश प्रमुख यज्ञराज जोशीज्यूलाई सादर अनुरोध गर्दछु। हार्दिक धन्यवाद माननीय प्रदेश प्रमुखज्यू। विशेष अतिथिका रूपमा आतिथ्यता ग्रहण गरिदिनु हुन कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री यामलाल कँडेलज्यूलाई सादर अनुरोध गर्दछु। धन्यवाद माननीय मुख्यमन्त्रीज्यू। उच्च अदालत सुर्खेतका माननीय मुख्य न्यायाधीश हरिप्रसाद भण्डारीज्यूलाई विशेष अतिथिका रूपमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। कर्णाली प्रदेश सभा प्रमुख विपक्षी दलका नेता माननीय मङ्गल बहादुर शाहीज्यूलाई विशेष अतिथिका रूपमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसै क्रममा कर्णाली प्रदेश नेपाली काङ्ग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री माननीय जीवन बहादुर शाहीज्यूलाई विशेष अतिथिका रूपमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अब म कर्णाली प्रदेश सरकारका माननीय मन्त्रीज्यूहरूलाई अतिथिका रूपमा आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। आर्थिक मामिला तथा योजना मन्त्री माननीय राजीव विक्रम शाहज्यू, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री माननीय विनोद कुमार शाहज्यू, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री माननीय शेरबहादुर बुढाज्यू, सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीज्यू, जलस्रोत तथा ऊर्जा विकास मन्त्री माननीय विजया बुढाज्यू, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माननीय सुरेश अधिकारीज्यू, कर्णाली प्रदेश सभाका उपसभामुख माननीय यशोदा न्यौपानेज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। भौतिक पूर्वाधार तथा शहरी विकास राज्य मन्त्री माननीय गमता विकज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। अब म कर्णाली प्रदेश सभाका विषयगत समितिका सभापतिज्यूहरूलाई अतिथिका रूपमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। प्रदेश मामिला समितिका सभापति माननीय कल्याणी खड्काज्यू, सार्वजनिक लेखा समितिका सभापति माननीय बिन्दमान विष्टज्यू, अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति माननीय दक्षिणा शाहीज्यू, सामाजिक विकास समितिका सभापति माननीय पूर्णबहादुर खत्रीज्यू, कर्णाली प्रदेश सभा नेपाली काङ्ग्रेस संसदीय दलका सचेतक माननीय हिक्मत बहादुर विष्टज्यू, कर्णाली प्रदेश सभा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका प्रमुख सचेतक माननीय कृष्ण बहादुर जीसीज्यू, कर्णाली प्रदेश सभा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक माननीय टेकराज पछाइज्यू, राष्ट्रिय प्रजातन्त्र पार्टीका माननीय सन्तोषी शाहीज्यू, कर्णाली प्रदेश सभाका सबै माननीय सदस्यज्यूहरूलाई यथास्थानमा आसन ग्रहण गरिदिनु हुन म एकमुष्ट रूपमा हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणकै क्रममा कर्णाली प्रदेश योजना आयोगका माननीय उपाध्यक्ष सूर्यनाथ योगीज्यूलाई अतिथिका रूपमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। कर्णाली प्रदेश सभाका पूर्व उपसभामुखज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। जिल्ला समन्वय समिति सुर्खेतका प्रमुखज्यू, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिज्यू,
कर्णाली प्रदेश सरकारका श्रीमान प्रमुख सचिवज्यू अतिथिका रूपमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। लोक सेवा आयोग कर्णालीका मान्य कार्यवाहक अध्यक्षज्यू अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। प्रदेश लोक सेवा आयोगका सदस्यज्यूहरू, प्रदेश योजना आयोगका सदस्यज्यूहरू, जिल्ला समन्वय समिति सुर्खेतका उपप्रमुखज्यू, वीरेन्द्रनगर नगरपालिकाका नगर उपप्रमुखज्यू, आदरणीय महानुभावहरू, हामी कर्णाली प्रदेश सभाको 8औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा आसन ग्रहणका क्रममा छौँ। अध्यक्षज्यूको अनुमतिबाट यस क्रमलाई म थप अगाडि बढाउन चाहन्छु। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र सबै मन्त्रालयका श्रीमान सचिवज्यूहरूलाई अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन एकमुष्ट रूपमा हार्दिक अनुरोध गर्दछु। प्रदेश प्रमुखको कार्यालयका श्रीमान निमित्त सचिवज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। कर्णाली प्रदेश लोक सेवा आयोगका श्रीमान सचिवज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। उच्च अदालत सुर्खेतका श्रीमान रजिस्ट्रारज्यू, सुर्खेत जिल्ला अदालतका मान्य न्यायाधीशज्यू, सुर्खेत जिल्लाका श्रीमान प्रमुख जिल्ला अधिकारीज्यू, राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहका अन्य अधिकृत कर्मचारीज्यूहरूलाई एकमुष्ट रूपमा आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्छु। नेपाली सेनाका सहायक रथीज्यू, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षकज्यू, कर्णाली प्रदेश सशस्त्र प्रहरीगण मुख्यालय सुर्खेतका सशस्त्र प्रहरी नायब महानिरीक्षकज्यू, राष्ट्रिय अनुसन्धान विभाग कर्णाली प्रदेश कार्यालयका सुर्खेतका अनुसन्धान निर्देशकज्यू, प्रदेश निर्वाचन कार्यालय सुर्खेतका कार्यालय प्रमुखज्यू, कोष तथा लेखा नियन्त्रक कार्यालय सुर्खेतका कार्यालय प्रमुखज्यू, अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका कार्यालय प्रमुखज्यू, प्रदेश अस्पताल सुर्खेतका कर्णालीका निर्देशकज्यू, प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेतका निर्देशकज्यू, स्वास्थ्य सेवा निर्देशनालयका कार्यालय प्रमुखज्यू, हुलाक निर्देशनालयका कार्यालय प्रमुखज्यू, मुख्य न्यायाधिवक्ताको कार्यालय कर्णाली प्रदेशका कार्यालय प्रमुखज्यू, प्रदेश र जिल्ला स्थित 4वटै सुरक्षा निकायका विभिन्न दर्जाका पदाधिकारीज्यूहरू, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 7 का वडा अध्यक्षज्यू, अन्य विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिज्यूलाई यथास्थानमा आसन ग्रहणको लागि एकमुष्ट रूपमा हार्दिक अनुरोध गर्छु। अतिथि आसन ग्रहणकै क्रममा प्रदेश स्थित विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिज्यूहरू, सार्वजनिक संस्थानका प्रमुख तथा प्रतिनिधिज्यूहरू, कर्णाली प्रदेश सरकारका अधिकृत स्तर 9 तहका कर्मचारीज्यूहरू, शैक्षिक संस्थाका प्रमुखज्यूहरू, रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र, राष्ट्रिय दैनिक, रासस लगायत विभिन्न सञ्चार माध्यमका प्रमुख तथा प्रतिनिधिज्यूहरू, प्रदेश उद्योग वाणिज्य सङ्घ कर्णाली प्रदेशका अध्यक्ष तथा प्रतिनिधिज्यू, उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष तथा प्रतिनिधिज्यू, जिल्ला सहकारी सङ्घ सुर्खेतका अध्यक्ष तथा प्रतिनिधिज्यू, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरू, नागरिक समाजका अगुवाज्यूहरू, उच्च अदालत बार इकाइ सुर्खेतका अध्यक्षज्यू, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका अध्यक्षज्यू, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सुर्खेतका अध्यक्षज्यू, संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशका अध्यक्षज्यू, विभिन्न सञ्चार माध्यममा आबद्ध सबै पत्रकार तथा सञ्चारकर्मीज्यूहरूलाई एकमुष्ट रूपमा आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै युएनडीपी तथा युएन एजेन्सीका प्रतिनिधिज्यूहरू, विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरू र हाम्रो निमन्त्रणा स्वीकार गरी उपस्थित हुनुभएका विभिन्न पेशा र क्षेत्रका सबै महानुभावलाई यथास्थानमा आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। आदरणीय महानुभावहरू, अहिलेलाई आसन ग्रहणको कार्य यहीँ रोकिन्छ। आवश्यकता अनुसार यस कार्यलाई पुनः जोड्नेछु। आसन ग्रहणको क्रममा मैले नेपाल सरकारद्वारा निर्धारण गरिएको मर्यादाक्रम अनुसार नै आतिथ्यता ग्रहण गराउने उच्च प्रयास गरेको छु। सबै क्षेत्र र ओहदालाई उक्त मर्यादाक्रममा समावेश नगरिएकाले यसमा केही जटिलता भएको कुरा निवेदन गर्दछु। आदरणीय महानुभावहरू, अब राष्ट्र र राष्ट्रियताप्रति उच्च सम्मान प्रकट गर्दै राष्ट्रिय गानको कार्य रहेको छ। राष्ट्र र राष्ट्रियताको प्रतीक नेपालको राष्ट्रिय गानको कार्यमा सहभागी भई सम्मान प्रकट गर्न अतिथि र उपस्थित सम्पूर्ण महानुभावलाई हार्दिक अनुरोध गर्दछु। सायो थुङ्गा फुलका हामी एउटै माला नेपाली सार
घोम्बै फैलिएका मेची महाकाली, प्रकृतिका कोटि कोटि सम्पदाको आचल, वीरहरूका रगतले स्वतन्त्र अटल, ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल, अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल, बहुजाति भाषा धर्म संस्कृति छन् विशाल, अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। कालखण्डमा देश र जनताको हितका निमित्त आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर शहीदहरूप्रति यो ऐतिहासिक दिनमा उच्च सम्मान छ। अब कार्यक्रममा शहीदहरूको अतुलनीय त्याग, बलिदान र ऐतिहासिक योगदानको उच्च सम्मान र श्रद्धाञ्जली अर्पण गर्दै 1 मिनेट मौन धारण गर्ने कार्यक्रम राखिएको छ। यस कार्यमा सहभागी भइदिनुहुन अतिथि महानुभावहरू एवं उपस्थित सबै महानुभावलाई हार्दिक अनुरोध गर्दछु। समय सुरु। धन्यवाद। उपस्थित महानुभावहरू, कार्यक्रममा अब स्वागत मन्तव्यको क्रम रहेको छ। मन्तव्यबाट यहाँहरूलाई स्वागत गरिदिनुहुन कर्णाली प्रदेशसभाका माननीय उपसभामुख यशोदा नेउपानेज्यूलाई हार्दिक अनुरोध गर्दछु। कर्णाली प्रदेश सभाको 8औं स्थापना दिवसको अवसरमा आयोजित यो कार्यक्रमका अध्यक्ष तथा कर्णाली प्रदेश सभाका माननीय सभामुख नन्दा गुरुङज्यू, कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेशका माननीय प्रदेश प्रमुख यज्ञराज जोशीज्यू, विशेष अतिथि कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री एमलाल कणेलज्यू, विशेष अतिथि उच्च अदालत सुर्खेतका माननीय मुख्य न्यायाधीश हरिप्रसाद भण्डारीज्यू, विशेष अतिथि कर्णाली प्रदेशका प्रमुख विपक्षी दलका नेता माननीय मङ्गलबहादुर शाहीज्यू, विशेष अतिथि पूर्व मुख्यमन्त्री माननीय जीवनबहादुर शाहीज्यू, कर्णाली प्रदेश सरकारका माननीय मन्त्रीज्यूहरू, राज्यमन्त्रीज्यू, कर्णाली प्रदेश सभाका विषयगत समितिका सभापतिज्यूहरू, संसदीय दलका प्रमुख सचेतकज्यूहरू, प्रदेश सभाका माननीय सदस्यज्यूहरू, कर्णाली प्रदेश योजना आयोगका माननीय उपाध्यक्षज्यू, कर्णाली प्रदेश सभाका पूर्व माननीय सदस्यज्यूहरू, जिल्ला समन्वय समिति सुर्खेतका प्रमुखज्यू, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिज्यू, कर्णाली प्रदेश सरकारका प्रमुख सचिवज्यू, कर्णाली प्रदेश सभाका सचिवज्यू, मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापकज्यू, उच्च अदालत सुर्खेतका माननीय न्यायाधीशज्यूहरू, कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ताज्यू, प्रदेश लोकसेवा आयोगका माननीय कार्यवाहक अध्यक्षज्यू, वीरेन्द्र नगरपालिकाका नगर प्रमुखज्यू, नेपाली सेनाका उपरथीज्यू, प्रदेश लोकसेवा आयोगका सदस्यज्यूहरू, प्रदेश योजना आयोगका सदस्यज्यूहरू, जिल्ला समन्वय समिति सुर्खेतका उपप्रमुखज्यू, वीरेन्द्र नगरपालिकाका नगर उपप्रमुखज्यू, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिज्यूहरू, कर्णाली प्रदेश सरकारका तथा अन्य निकायका सचिवज्यूहरू, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिज्यूहरू, विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरू, सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मी, पत्रकार एवं यस गरिमामय कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरू, नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अवलम्बन गरेसँगै प्रदेश संरचना अन्तर्गत स्थापित कर्णाली प्रदेश सभाले आज सफलताका साथ 8औं वर्ष पार गरेको छ। विषम 2074 साल माघ 21 गते कर्णाली प्रदेश सभाको प्रथम अधिवेशनको पहिलो बैठक बसेको थियो। यस ऐतिहासिक दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष माघ 21 गते कर्णाली प्रदेश सभाले स्थापना दिवस मनाउँदै आएको छ। स्थापना दिवसको अवसरमा आयोजित यस कार्यक्रममा यहाँहरू सबैलाई कर्णाली प्रदेश सभा र मेरो तर्फबाट हार्दिक स्वागत तथा सम्मान व्यक्त गर्दछु। स्थापना दिवसको अवसरमा आयोजित यस कार्यक्रममा यहाँहरू सबैलाई कर्णाली प्रदेश सभा र प्रदेश स्थापना दिवसको यस पावन अवसरमा राष्ट्र र प्रदेशको उज्यालो भविष्यका लागि आफ्नो अमूल्य
जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति गहिरो सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। संविधान तथा प्रचलित कानुनले प्रदत्त गरेका प्रदेशका व्यवस्थापकीय अधिकारहरू कर्णाली प्रदेश सभाले प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आएको छ। सङ्घ सरकार तथा स्थानीय तहसँगको समन्वयकारी भूमिकामा प्रदेश व्यवस्थापिका प्रतिबद्ध रहँदै आएको छ। संविधानमा उल्लेखित समन्वय, सहकारिता र सह अस्तित्वका सिद्धान्तलाई पूर्ण रूपमा आत्मसात गर्दै कर्णाली प्रदेश सभा अघि बढिरहेको तथ्य स्पष्ट पार्न चाहन्छु। स्थापनाका प्रारम्भिक दिनहरूमा न्यून स्रोत साधन, कमजोर भौतिक अवस्था, पूर्वाधार तथा सीमित जनशक्तिका बीच प्रदेश सभाले आफ्नो कार्य प्रारम्भ गरेको यथार्थ हामी सबैका सामु विदित नै छ। कर्णाली प्रदेश सभा क्रमशः आधुनिक र व्यवस्थित रूपमा सञ्चालन हुँदै आएको थियो। यस संस्थागत यात्राका क्रममा कर्णाली प्रदेश सभाले एक गम्भीर र संवेदनशील अवस्थाको सामना गर्नु परेको यथार्थ पनि यहाँ उल्लेख गर्न आवश्यक छ। गत भाद्र 23 र 24 गते भएको जेनजी आन्दोलनको माग र भावना जायज भए तापनि ती 2 दिन हिंसात्मक बने। यस क्रममा संविधान, कानुन र लोकतान्त्रिक मूल्य मान्यताको प्रतिकूल हुने गरी गरिएका क्रियाकलापका कारण कर्णाली प्रदेश सभाको भौतिक संरचनामा गम्भीर क्षति पुग्नुका साथै प्रदेश सभाका अमूल्य अभिलेख, दस्तावेज तथा संस्थागत सम्पत्ति नष्ट हुन पुगेको छ। कार्यपालिका व्यवस्थापिकाको कार्यक्षेत्र तथा स्वायत्तताको भेद छुटाउन नसक्ने मनोवृत्तिका कारण असन्तुष्टिहरू पोख्ने क्रममा व्यवस्थापिकामाथि बारम्बार आक्रमण भइराखेको देखिन्छ। प्रदेश सभा जस्तो जनताको सार्वभौम सत्ता प्रयोग हुने संवैधानिक निकायमाथि गरिएको कुनै पनि प्रकारको हिंसात्मक आक्रमण विधिको शासन र लोकतान्त्रिक अभ्यासको घोर उल्लङ्घन हो। आन्दोलनका माग र भावना जायज भए तापनि यसको अभिव्यक्ति सधैँ संवैधानिक विधि, संवाद र शान्तिपूर्ण माध्यमबाट मात्र हुनुपर्छ भन्ने विषयमा कर्णाली प्रदेश सभा स्पष्ट र दृढ छ। यद्यपि ती घटनाबाट कर्णाली प्रदेश सभा विचलित भएको छैन, बरु त्यसबाट उत्पन्न चुनौतीलाई आत्मसात गर्दै प्रदेश सभाको भौतिक संरचनाको पुनर्निर्माण, अभिलेखहरूको संरक्षण, डिजिटल अभिलेखीकरण तथा संस्थागत क्षमताको पुनः स्थापनातर्फ दृढताका साथ अघि बढिरहेको छ। जनताको सार्वभौम अधिकारको प्रतिनिधि संस्था प्रदेश सभामाथि भएका यस्ता क्रियाकलापहरू विधिको शासन, संवैधानिक मर्यादा र लोकतान्त्रिक संवादको संस्कृतिसँग मेल नखाने विषय हुन्। तथापि ती घटनाबाट विचलित नभई त्यसबाट पाठ सिक्दै कर्णाली प्रदेश सभा अझ दृढ, सचेत र उत्तरदायी रूपमा आफ्नो संवैधानिक भूमिका निर्वाह गर्दै अघि बढिरहेको छ। कर्णाली प्रदेश सभा विगतका अनुभवबाट पाठ सिक्दै संविधान र कानुनको सर्वोच्चतालाई केन्द्रमा राखी अझ सबल, उत्तरदायी र जनमुखी व्यवस्थापिकाका रूपमा आफ्नो संवैधानिक दायित्व निर्वाह गर्दै अघि बढ्ने प्रतिबद्धता यस अवसरमा म व्यक्त गर्न चाहन्छु। सङ्घीय शासन प्रणालीलाई सफल पार्न तथा प्रदेश सभाको काम कारबाहीलाई थप रचनात्मक र प्रभावकारी बनाउन यहाँहरू सबैका बौद्धिक सुझाव, रचनात्मक आलोचना र सहकार्यको अपेक्षा हामीले राखेका छौँ। तिनै तहका सरकार र राज्यका अङ्गहरूको सफल कार्य सम्पादनबाट मात्र सङ्घीयताको संस्थागत विकास सम्भव हुन्छ। त्यसैले व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका तीनवटै अङ्ग सक्षम, सुदृढ र उच्च व्यवस्थित हुन अपरिहार्य छ। शासकीय स्वरूप सफल पार्न उच्च राजनैतिक संस्कार, सबल कर्मचारी तन्त्र र निष्पक्ष तथा खोजमूलक सञ्चार जगतको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुन्छ। साथै दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र सहकारी क्षेत्रलाई समेत संविधानले विकासका संवाहकका रूपमा आत्मसात गरेको छ।
यसर्थ सङ्घीयताको सुदृढीकरण र संस्थागत विकासका लागि राजनीतिक दल, कर्मचारी, सञ्चार जगत, निजी तथा सहकारी क्षेत्र, सङ्घ संस्था, शिक्षक, बुद्धिजीवी, समाजसेवी तथा सुरक्षा निकाय सबैको अर्थपूर्ण भूमिका महत्त्वपूर्ण हुन्छ। अन्त्यमा कर्णाली प्रदेश सभाको आजको यस विशेष कार्यक्रमलाई सफल पार्न हाम्रो निमन्त्रणालाई स्वीकार गरी यहाँ उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिनु भएका माननीय प्रदेश प्रमुखज्यू, माननीय मुख्यमन्त्रीज्यू, माननीय मुख्य न्यायाधीशज्यू, माननीय मन्त्रीज्यूहरू, माननीय सदस्यज्यूहरू, विभिन्न क्षेत्रबाट सहभागिता जनाउनु भएका महानुभावहरू, सञ्चारकर्मीहरू लगायत सम्पूर्ण व्यक्तित्वलाई उपस्थितिका लागि हार्दिक आभार व्यक्त गर्दै सबैलाई न्यानो स्वागत गर्दछु। धन्यवाद। धन्यवाद माननीय उपसभामुखज्यू। आदरणीय महानुभावहरू, अब पानसमा दीप प्रज्वलन गरेर यो कार्यक्रमको समुद्घाटन गर्ने पालो रहेको छ। मञ्चमा राखिएको दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरिदिनु हुनका निमित्त म माननीय प्रदेश प्रमुख यज्ञराज जोशीज्यूलाई सादर अनुरोध गर्दछु र यस कार्यमा सरिक भइदिनु हुन विशेष अतिथि र उपस्थित सबै महानुभावलाई समेत अनुरोध गर्दछु। धन्यवाद। उपस्थित महानुभावहरू, कर्णाली प्रदेश सभाको 8औं स्थापना दिवस 2082 को समुद्घाटन भएको छ। यससँगै हामीले सङ्घीयता कार्यान्वयनका 8 वर्ष पुरा गरेका छौँ। आजबाट कर्णाली प्रदेश सभा 9औं वर्षमा प्रवेश गरेको छ। यस अवधिमा कर्णाली प्रदेश सभाले विधायकी जिम्मेवारीलाई गम्भीरतापूर्वक वहन गर्दै प्रदेशको शासन प्रणालीलाई व्यवस्थित, उत्तरदायी र लोकतान्त्रिक बनाउन निरन्तर भूमिका निर्वाह गर्दै आएको कुरा स्मरणीय छ। अब कार्यक्रममा कर्णाली प्रदेश सभाको स्थापना, सङ्घर्ष, उपलब्धि र भविष्यको दिशालाई समेटिएको डकुमेन्ट्री प्रस्तुतिको तालिका रहेको छ। डकुमेन्ट्रीको लागि म यहाँहरूको ध्यान आकृष्ट गर्न चाहन्छु। यो डकुमेन्ट्री केवल दृश्यको प्रस्तुति मात्र होइन, संस्थागत आत्माको अभिलेख समेत हो। कर्णाली प्रदेश सभा। कर्णाली प्रदेश सङ्घीय नेपालको राजनीतिक, भौगोलिक र ऐतिहासिक संरचनामा विशिष्ट स्थान ओगटेको एक प्रदेश हो। जम्मा 30,211 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कर्णाली प्रदेश नेपालका 7 प्रदेशमध्ये क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो प्रदेश हो। प्राकृतिक सम्पदाको दृष्टिले यो प्रदेश नेपालकै गौरवको केन्द्र हो। नेपालकै सबैभन्दा ठूलो ताल रारा, सबैभन्दा गहिरो ताल सेफोक्सुन्डो र सबैभन्दा लामो नदी कर्णाली जस्ता अनुपम प्राकृतिक सम्पदाहरू कर्णाली प्रदेशका पहिचानका साथै नेपालको राष्ट्रिय गौरवका प्रतीक पनि हुन्। प्रशासनिक संरचनाका दृष्टिले कर्णाली प्रदेशमा हाल 25 वटा नगरपालिका र 54 वटा गाउँपालिका गरी कुल 79 स्थानीय तह रहेका छन्। 12औं राष्ट्रिय जनगणना अनुसार कर्णाली प्रदेशको कुल जनसङ्ख्या 16,88,412 जना रहेको छ। यस प्रदेशमा 10 वटा जिल्ला समावेश छन्। ती जिल्लाबाट प्रतिनिधित्व हुने गरी 40 सदस्यीय कर्णाली प्रदेश सभा गठन गरिएको छ। प्रदेश सभा प्रदेशको सर्वोच्च विधायकी अङ्गका रूपमा संविधानद्वारा प्रत्याभूत अधिकार र दायित्वसहित स्थापित अङ्ग हो। कर्णाली प्रदेश सभाको प्रथम कार्यकालको पहिलो बैठक विक्रम सम्वत 2074 साल माघ 21 गते सम्पन्न भएको थियो। यो बैठक केवल औपचारिक कार्यक्रम मात्र थिएन, यो सङ्घीय लोकतान्त्रिक अभ्यासको ऐतिहासिक अभ्यास थियो। पहिलो कार्यकालको अन्तिम बैठक विक्रम सम्वत 2079 साल श्रावण 18 गते बसेको थियो। यस अवधिमा प्रदेश सभाले जम्मा 217 वटा बैठकहरू सञ्चालन गर्यो, जसबाट 53 वटा विधेयकहरू समेत पारित भई कर्णाली प्रदेशको कानुनी आधार सुदृढ बनाइयो। पहिलो कार्यकालको अनुभव र सिकाइका आधारमा सुरु भएको
दोस्रो कार्यकालको पहिलो बैठक विक्रम सम्वत 2079 साल पुस 18 गते बसेको थियो। हाल कर्णाली प्रदेश सभामा 15 जना महिला र 25 जना पुरुष सदस्यहरूको सहभागिता रहेको छ, जसले समावेशी प्रतिनिधित्वको संवैधानिक मर्मलाई प्रतिबिम्बित गर्दछ। प्रदेश सभा अन्तर्गत 4 वटा विषयगत समितिहरू क्रियाशील छन्। यी समितिहरूले कानुन निर्माण, बजेटीय अनुसरण र सरकारमाथिको संसदीय निगरानीको जिम्मेवारी निरन्तर रूपमा निर्वाह गर्दै आएका छन्। संसदीय अभ्यास, कानुन निर्माण प्रक्रिया, सरकारमाथिको निगरानी र जनप्रतिनिधित्वका दृष्टिले प्रदेश सभा क्रमशः परिपक्व बन्दै गएको थियो। पहिलो कार्यकालको अनुभव र सिकाइका आधारमा सुरु भएको दोस्रो कार्यकाल पनि सुव्यवस्थित रूपमा सञ्चालन भइरहेको थियो। प्रदेश सभा भवन, सचिवालय, समिति कक्ष, अभिलेख प्रणाली, विद्युतीय सूचना प्रवाहका संयन्त्र तथा आवश्यक भौतिक संरचना र स्रोत साधनहरू सुदृढ बनाइएका थिए। यहाँ नीति निर्माण केवल औपचारिक नभई कर्णालीको यथार्थसँग जोडिएको अभ्यास बन्ने प्रयास भइरहेको थियो। कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको 6औं अधिवेशनसम्ममा प्रदेश सभाबाट महत्त्वपूर्ण 18 वटा विधेयकहरू पारित गरियो। यस अवधिमा प्रदेश सभाका जम्मा 163 वटा बैठक बस्दा 224 घण्टा 17 मिनेट समय व्यतीत गरियो। दोस्रो कार्यकालमा 2082 माघ 14 गतेसम्म प्रदेश सभा अन्तर्गतका प्रदेश मामिला समितिका 102 वटा, सामाजिक विकास समितिका 81 वटा, अर्थ तथा प्राकृतिक स्रोत समितिका 68 वटा र सार्वजनिक लेखा समितिका 70 वटा बैठक बसी विधेयक, बिरुजु फर्स्यौट र कर्णाली प्रदेश सरकारका काम कारबाही लगायतका विषयमा गहन छलफल गरिएको छ। तर इतिहास सधैँ सहज हुँदैन। यसरी व्यवस्थित र संस्थागत रूपमा अघि बढिरहेको कर्णाली प्रदेश सभा एकाएक गत भाद्र 23 र 24 गते भएको जेन्जी आन्दोलनले कर्णाली प्रदेश सभाको यो शान्त र व्यवस्थित यात्रामा गहिरो आघात पुर्यायो। आन्दोलन हिंसात्मक मोडमा पुग्दा प्रदेश सभाको भवन, भौतिक संरचना तथा अमूल्य अभिलेखहरूमा गम्भीर क्षति पुग्न गयो। कागजातहरू नष्ट भए, अभिलेखहरू खरानी बने, संस्थागत स्मृतिमा प्रत्यक्ष आघात पुग्यो। यो क्षति केवल भौतिक संरचनासम्म सीमित नरही प्रदेश सभाको दीर्घकालीन संस्थागत व्यवस्थापनका लागि चुनौतीपूर्ण विषय बन्न पुग्यो। उक्त घटनाबाट अभिलेख र भवन संरचना बाहेक करिब 4 करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको आकलन गरिएको छ। विचार र असन्तुष्टिको अभिव्यक्ति हुनुपर्ने आन्दोलनले जब संरचनामाथि प्रहार गर्यो तब त्यसको चोट केवल इट्टा र ढुङ्गामै सीमित रहेन। यो संस्थागत स्मृति, श्रम र भरोसामाथिको प्रहार बन्यो। खरानी बनेका ती संरचनाहरू केवल भवन मात्र थिएनन्। ती संरचनामा कर्णालीका जनताको आशा, संघीयताको अभ्यास र भविष्यप्रतिको विश्वास गाँसिएको थियो। तर कर्णालीको इतिहास सङ्घर्षसँग हार मान्ने होइन, पुनः उठ्ने कथा हो। कर्णाली प्रदेश सभाको शक्ति संरचनामा मात्र होइन, संवैधानिक चेतना, संस्थागत प्रतिबद्धता र निरन्तरतामा निहित छ। क्षतिका बावजुद पनि प्रदेश सभा
पूर्ण रूपमा अवरुद्ध भएन। अस्थायी व्यवस्थापन, अभिलेखको पुनः प्राप्ति, कार्य सम्पादनको निरन्तरता र संस्थागत पुनर्जागरणका लागि आवश्यक पहलहरू तीव्र रूपमा अघि बढाइएका छन्। विषयगत समितिहरू, सचिवालय र प्रशासनिक संरचनाहरूले अस्थायी व्यवस्था मार्फत आफ्ना कार्यहरूलाई निरन्तरता दिइरहे। घटना पश्चात प्रदेश सभा सचिवालयको अगुवाईमा क्षतिग्रस्त संरचनाहरूको व्यवस्थापन कार्य तत्काल सुरु गरियो। परिसरबाट खरानी, भग्नावशेष र टुटफुट भएका सिसाहरू हटाइए। परिसरमा सरसफाई कार्य सम्पन्न गरियो। त्यसपछि आवश्यक स्थानहरूमा मर्मत सम्भार, रङ रोगन र पुनर्निर्माणका कार्य चरणबद्ध रूपमा गरियो। यी कार्य सम्पन्न गर्दासम्म प्रदेश सभा र सचिवालयका विभिन्न शीर्षक अन्तर्गत रहेका चालु आर्थिक वर्षको बजेटबाट नै खर्च व्यवस्थापन गरिएको छ। यसैबीच इन्टरनेसनल आइडिया नेपालको यस क्षेत्रमा प्रोग्राम फेज आउट हुँदा उक्त निकायले प्रयोग गरिरहेका फर्निचर, कम्प्युटर, ल्यापटप लगायतका सामग्री प्रदेश सरकारको पहलमा यस सचिवालयलाई प्राप्त हुँदा सचिवालयलाई ठूलो राहत पुग्यो। विगतका कमजोरी र घटनाबाट पाठ सिक्दै अभिलेख व्यवस्थापनलाई थप सुरक्षित र आधुनिक बनाउने, संरचनात्मक सुरक्षालाई सुदृढ गर्ने तथा कार्यप्रणालीलाई अझ प्रभावकारी बनाउने पहलहरू अघि बढाइएका छन्। आज ती ध्वस्त संरचनाहरूलाई पुनर्निर्माण गरी प्रदेश सभा र सचिवालय सुव्यवस्थित रूपमा सञ्चालन गर्न लगभग तयारी अवस्थामा पुगेको छ। प्रदेश सभाको यो यात्रा केवल विगतको कथा होइन, यो वर्तमानको जिम्मेवारी र भविष्यको प्रतिबद्धता हो। चुनौतीहरू बीच पनि लोकतान्त्रिक संस्थालाई जीवित राख्ने यो अभ्यास संघीय शासन प्रणालीको सफल कार्यान्वयनतर्फको स्पष्ट संकेत हो। समृद्ध प्रणाली र सुखारी प्रणालीवासीको गन्तव्यमा पुग्ने अठोट सहित विगतबाट पाठ सिक्दै वर्तमानलाई सुधार्दै र भविष्यप्रति विश्वास बोकेर कर्णाली प्रदेश सभा आज फेरि उभिएको छ। र पत्रकार साथीहरू, यो सबैको सम्बोधन मदनजीले गरिसकेको हुनाले मैले सबैको गर्दा मेरो समय नै सम्बोधनमा जाने भयो। र आज हामी 8औं स्थापना दिवस मनाउँदैछौँ। संयोगले यो स्थापना भएको दिनदेखि मेरो पनि यही प्रदेशमा उपस्थिति छ। मेरो त अनुभव छ, एक्लो भएर निर्वाचित भएर आएर अहिले 15 जनासम्म पनि निर्वाचित भएको, 10 जना प्रत्यक्ष निर्वाचित भएको त्यो अनुभव पनि छ। 2 कार्यकालको हामीले गर्ने कार्यहरूको अनुभव पनि छ। यो अनुभवले कति काम गर्छ या गर्दैन भन्ने त्यो आफ्नो ठाउँमा छ। अहिले यहाँले सोच्नुभयो होला यो कानुनको विपरीतको कुरा गरिरहेको छ, यहाँ कहाँ सम्माननीय भन्ने शब्द कता लेखेको छ र यसले सम्माननीय भन्यो भन्ने पनि पर्न सक्छ। संहितामा आइसकेपछि संयोगले नेपालको संविधान बनाउने सन्दर्भमा 70 मा म माथि संविधान सभा पनि थिएँ। यही हातले चाहिँ संविधानमा दस्तखत पनि गरेको। त्यो बेलाको संहिताको मर्म भनेको अब नेपाल क्षेत्रको रूपले धेरै ठुलो नभए पनि 2टा मुलुकको बीचमा हामी साना देखिन्छौँ, तर हाम्रो भौगोलिक कारणले गर्दा यो धेरै विकराल र विकट छ। त्यस कारणले संहिता चाहिन्छ र आफ्ना आफ्ना सरकार हुनुपर्छ भन्ने मान्यतालाई नै समावेशी, समानुपातिक र संहिताको व्यवस्था संविधानमा भएको हो। अहिले बिस्तारै आउँदै गर्दा हामी सबैलाई के लागेको छ भने कतै प्रदेश सरकार र प्रदेश सभा बोझको रूपमा त होइन भन्ने नै मान्छेहरूमा परिरहेको देखिन्छ। अनि हामी नेपालीहरूको प्रचलन छ, कागले कान लग्यो भनेपछि हामी कान नछामेर दौड्ने हाम्रो प्रचलन छ। म आज यहाँ यत्रो बौद्धिक सर्कलका व्यक्तित्वहरू हुनुहुन्छ, 3टै निकायका व्यक्तित्वहरू हुनुहुन्छ।
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका। एउटा राज्य बन्नको लागि यो तिनवटा चाहिँ चाहिन्छ। व्यवस्थापिकाले कानुन बनाउने भयो, त्यो कानुनको कार्यान्वयन कार्यपालिकाले गर्ने भयो, कार्यपालिकाले गरेको कार्यान्वयन ठिक छ कि छैन भनेर न्यायपालिकाले हेर्ने हो। तर यता त कता कता उल्टो जस्तो छ। जसले कानुन बनाउँछ, कानुन बनाएर कार्यान्वयन गर्न पठाउने ठाउँमा त्यो कानुनको बर्खिलाफमा चाहिँ परिपत्र भएको पनि हाम्रो यो मुलुक हो। यसले गर्दाखेरि हाम्रो भविष्य भोलि कहाँ जान्छ? अहिले त कसैलाई एउटा स्वाद हुनसक्छ, तर हाम्रो भविष्य कहाँ जान्छ? हामीले चाहेको संहिताको मर्म अनुसार हामी अगाडि बढ्न सक्छौँ कि सक्दैनौँ? यदि आम जनताहरूको चाहना र नेपाल सरकारबाट खटिएर आउने आदरणीय कर्मचारीहरूको भावना पनि यो आवश्यकता होइन भने छलफल गरौँ। यो साँच्चै खर्चिलो हो भने छलफल गरौँ। कहिले कहिले प्रदेश सभा भनेको त काम नलाग्ने मान्छेहरू आएर थुपार्ने ठाउँ हो। नेताहरूले माथि टिकट दिन नसकेका मान्छेहरूलाई थुपार्ने ठाउँ हो भन्ने खालका कुराहरू पनि आइरहेको देखिन्छ। कि साँच्चै यस्तै हो त? यहाँ तमाम सुर्खेतमै बसिरहनुभएका, सुर्खेतमै जन्मिनुभएका, हुन त हाम्रो मुख्यमन्त्रीज्यू नै सुर्खेतमै जन्मिनु भएको, 76 भन्दा अगाडि, संहिता आउनुभन्दा अगाडि, हाम्रो यो स्थापनाभन्दा अगाडिको सुर्खेत के यस्तै थियो र? केन्द्रीय सरकार त थियो। मलाई आज पनि याद छ, एयरपोर्टबाट बजारमा आउनु पर्यो भने एउटा झोला काँधमा हालेर लिरिङ लिरिङ हिँडेर आउनु पर्थ्यो। बाटा प्लानिङ राम्रो भएको थियो, राजा वीरेन्द्रको पालामा राम्रो प्लानिङ भएको थियो, माथेमा प्लानिङले राम्रो गरेको थियो। तर यहाँको स्थिति के थियो? जताततै गयो भने धुलाम्य सहर थियो। घरको अवस्थाहरू कस्तो थियो? यहाँहरूले हेर्ने हो भने संहिता लागू भइसकेपछि करिब 7 वर्षमा यहाँको काया पलट भएको छ। हामी पूर्वमा जाँदा पूर्वका मान्छेहरूले भन्ने गरेका छन्, विकास हेर्ने हो भने कर्णालीको सुर्खेतमा जानुहोस्, भलै अरू ठाउँमा अझ गर्न बाँकी होला। त्यो कुरो त गरेको हो त। तर पनि आज हामी लयमा लागेर यो ठिक छैन, यसलाई बेठिक छ भन्ने जुन कुराहरू गरिरहेका छौँ, यो स्थापना दिवसमा यति भन्न मलाई चाहिँ कर लागेको छ। हामीले वास्तवमा यो ठाउँको लागि आज काठमाडौँ पुग्नुपर्ने मान्छेहरू सुर्खेतसम्म आएर आफ्नो सरकारसँग भलाकुसारी गरेर कयौँ कुराहरू पुरा भयो होलान्, कयौँ कुराहरू पुरा भएन होलान्, तर सबै कुराहरू त यहाँबाट भइरहेका छन् नि त। हिजो यहाँबाट काठमाडौँ पुग्दा हाम्रो अवस्था के हुन्थ्यो? आज हाम्रो प्लानिङ हामीले गरिरहेका थियौँ, त्यो प्लानिङ कति लागू भयो या भएन त्यो अर्को पक्षको कुरा होला, तर आम जनताले आफ्नो भावना यहाँ राख्न पाउने अवस्था भएको छ। त्यसैले यसको महत्त्व हो भन्ने मलाई लाग्छ। म अहिले बजार हल्लामा छ, प्रदेश सरकारहरू, प्रदेश सभाले गर्दाखेरि धेरै खर्च बढेको छ भन्ने कुरा आएको छ। म अहिले यहाँ यो प्रदेशका महत्त्वपूर्ण व्यक्तित्वहरू यहाँ भएको हुनाले म एउटा कुरो राख्न चाहन्छु। खर्च अहिले बढी छ या संहिता आउनुभन्दा पहिला बढी थियो? 75 जिल्ला थिए, 14 अञ्चल थिए, 5वटा क्षेत्र थिए, अनि एउटा क्षेत्रमा कतिवटा निर्देशनालय थिए? पशु निर्देशनालय, कृषि निर्देशनालय, शिक्षा निर्देशनालय, भौतिक पूर्वाधार निर्देशनालय, सबैका निर्देशनालय गन्दै जाने हो भने अहिलेका 7वटा 8वटा मन्त्रालयभन्दा बढी थिएनन् र? पहिलाको प्रशासकीय प्रमुख को सुविधा कसले प्राप्त गरेको छ त? अहिले मुख्यमन्त्रीले। प्रत्येक कार्यालयमा क्षेत्रीय निर्देशक हुनुहुन्थ्यो, आज त्यति घटेर 7वटा मन्त्रालयमा त 8वटामा आइपुगेको छ नि त। भने खर्चको हिसाब गर्नुहुन्छ भने हिजो बढी थियो या आज बढी छ? हामीले ती कुराहरूको एनालाइसिस नगरेर यो खराब भयो, यो ठिक भएन भन्ने कुरो गरेको छ। किनभने मैले 8औं स्थापना दिउँ, यस स्थापनाको मर्म भावना अनुसार स्थापना भएको छ कि छैन
यो हुनुपर्ने हो कि होइन भन्ने मात्रै मैले कुरो राख्न खोजेको। त्यसैले हामी चाहँदैनौँ सङ्घीयतामा सहकार्य र सहअस्तित्वको कुरो त आइसकेको छ, तर एउटा प्रशासनिक युनिट बनाउने हो भने त्यसले आज सत्तामा बस्ने हामी जोसुकैलाई मजा त होला, तर भोलि त्यो पनि एक दिन आम नागरिक नै हुने हो। जब आम नागरिक हुन्छ त्यो बेला यी सेवा र सुविधाका कुराहरू आउने नै छन्। हामी सम्झिन्छौँ जो मन्त्री भएका छौँ, मुख्यमन्त्री भएका छौँ, सचिव भएका छौँ, न्यायाधीश भएका छौँ, जे भएका छौँ, हामी पुगेका छौँ। हाम्रो दिमागमा के हुन्छ भने अब मैले कहिल्यै पनि यो जमिनमा मैले हिँड्नु पर्दैन, मैले त्यो समुदायमा गएर बस्नु पर्दैन, मैले त्यो वडामा गएर सिफारिस लिनु पर्दैन, मेरो आदेशले चल्छ भन्ने जुन परिकल्पना अनुसार अहिले हामीले यो सम्झिने हो र सोच्ने हो भने भोलि आफू रिटायर भएपछि त्यही नै दुःख, त्यतिखेरको दुख्याइसोले केही पनि काम गर्ने छैन। त्यसकारण अहिले नेपाल जस्तो मुलुकमा, नेपालभन्दा झन्डै 6-7 गुणा सानो स्विजरल्यान्ड छ, तर इकाइ हाम्रा भन्दा धेरै छन्, त्यहाँ धेरै इकाइहरू छन्। अनि कहिले कहिले भन्ने गरिन्छ कि यति सानो मुलुकमा यत्रो संहिता हाल्न सक्दैन। युनिट त जति सानो भए पनि त्यसले फरक पर्ने होइन। सुशासन, भ्रष्टाचार मुक्त सारा कुराहरू गर्नुपर्छ भन्ने हामी सबै लाग्ने कुरा होला नि। त्यो मुखले भनेर यहाँ त जसले जति भाषण गर्छ त्यसको उल्टो काम गर्ने हामीले गरिरहेका छौँ। त्यस्तो चाहिँ नहोस्। कानुनी राज्यमा कानुन सङ्गतमा चलोस् र जसले कानुन बनाएको छ त्यसैलाई कानुनले नै थिचार्ने काम चाहिँ नहोस् भन्ने कुरा राख्दै यो 8औं स्थापना दिवसको शुभकामना व्यक्त गर्दै सम्पूर्ण पुराना र नयाँ सबै प्रदेश सभाका माननीयज्यूहरूलाई पनि शुभकामना व्यक्त गर्दै यहाँबाट राम्रा सिकेका पाठले भोलि अरू दिनमा पनि राम्रो गर्नेछौँ भन्ने सद्बुद्धि चाहिँ हामी सबैलाई देउती बजाइले दिउन् भन्ने कुरा राख्दै बिदा हुन्छौँ। धन्यवाद। जय नेपाल। मन्तव्यको लागि हार्दिक धन्यवाद माननीय पूर्व मुख्यमन्त्रीज्यू। मन्तव्यको क्रममा कर्णाली प्रदेश सभाको प्रमुख विपक्षी दल नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता माननीय मङ्गलबहादुर शाहीज्यूलाई शुभकामना मन्तव्यको लागि हार्दिक अनुरोध गर्दछु। यो कर्णाली प्रदेश सभाको 8औं स्थापना दिवसको कार्यक्रममा अध्यक्षता गर्नुहुने माननीय सभामुखज्यू, यो कार्यक्रमका प्रमुख अतिथि माननीय प्रदेश प्रमुखज्यू, यो कार्यक्रमका विशेष अतिथि माननीय मुख्यमन्त्रीज्यू, विशेष अतिथि हाम्रो माननीय मुख्य न्यायाधीशज्यू मुख्य न्यायाधीशज्यू लगायत विशेष अतिथिको रूपमा हुने माननीय सत्ता पक्षका नेताज्यू र यो कार्यक्रममा उपस्थित माननीय मन्त्रीज्यूहरू, माननीय समितिका सभापतिज्यू, माननीय उपसभामुखज्यू, माननीय राज्य मन्त्रीज्यू लगायत माननीय प्रमुख सचेतकज्यू र सम्पूर्ण माननीय सदस्यज्यूहरू, प्रदेश सरकारका प्रमुख सचिवज्यू लगायत प्रदेश सभाको सचिव र उपस्थित सम्पूर्ण हाम्रो कर्मचारीका अफिसरज्यूहरू, योजना आयोग र लोकसेवा आयोगका प्रमुखज्यू लगायत यहाँ अघि नै हाम्रो मदन सरले सम्बोधन गर्नुहुने सम्पूर्ण अतिथिज्यूहरू, हामी कर्णाली प्रदेश सभाको 8औं स्थापना दिवसको अवसरमा सहभागी भइरहेका छौँ र यो कार्यक्रम पनि मनाइरहेका छौँ। सर्वप्रथम त म यहाँहरू सबैमा शुभकामना व्यक्त गर्न चाहन्छु। हामी आज सङ्घीयता प्राप्ति, सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको पछि बनेको संरचना कर्णाली प्रदेश सभाको 8औं स्थापना दिवसमा छौँ र अबको सङ्घीयता सुदृढीकरणको लागि, सङ्घीय व्यवस्थाको सबलीकरणको लागि, सङ्घीय व्यवस्थाले जनतालाई दिने सम्पूर्ण सेवा सुविधा आगामी दिनमा अझ सुदृढ भएर जानेछ भन्ने विश्वासका साथ यहाँहरू सबैमा शुभकामना व्यक्त गर्न चाहन्छु। निश्चय पनि आज हामी
यो 8औं स्थापना दिवस मनाइरहँदा देशको अवस्था असाधारण अवस्थामा देश अगाडि बढिरहेको छ। देशमा अहिले पनि सङ्कटको अवस्था तरिसकेको छैन। देशको भविष्यमा अझै पनि सङ्कटको ग्रहण लाग्ने हो कि भनेर चिन्ता सर्वव्यापी छ। यो बेलामा हामी स्थापना दिवस मनाउन गइरहेका छौँ। भदौ 23 र 24 गतेको जेनजी आन्दोलन भयो। त्यो जेनजी आन्दोलन किन भयो, के कारणले भयो, यसका कुरा त आगामी दिनमा हामी चर्चा गरौँला नै। चर्चा भइरहेको पनि छ। यो बारेमा म यता प्रवेश गर्न चाहन्न। मात्रै यति मात्रै भन्छु कि भदौ 23 र 24 को जेनजी आन्दोलनले विशेष गरेर धेरै कुरा होइन, अझ विशेष भनौँ 23 गतेको आन्दोलन जो युवाहरूको नेतृत्वमा आन्दोलन भएको थियो, त्यो आन्दोलनले धेरै कुरा होइन, हामीलाई, राज्यका राजनीतिक दलहरूलाई, राज्य सञ्चालन गर्ने सरकारहरूलाई, राज्यको सम्पूर्ण प्रशासन संयन्त्र सञ्चालन गर्ने प्रशासनका सम्पूर्ण प्रशासनका सबैलाई, त्यो संवैधानिक अङ्गका व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका सबैलाई युवाहरूले 23 गतेको आन्दोलनमा युवाहरूले धेरै कुरा भनेका होइनन्। मात्र के भनेका हुन् भन्दा भ्रष्टाचार नियन्त्रण गर भनेका हुन्, सुशासन कायम गर भनेका हुन्, रोजगारी सिर्जना गर भनेका हुन्, प्रशासनिक अङ्गहरूमा प्रशासनिक अङ्गहरूलाई दलीयकरणबाट मुक्त गर भनेका हुन्, संवैधानिक अङ्गहरूमा भागबण्डा नगर, भागबण्डाबाट मुक्त गरेर संवैधानिक अङ्गहरूलाई भनेका हुन्, निर्वाचन प्रणालीलाई सुधार गर र सामाजिक सञ्जाललाई खुल्ला गर। यति मात्र थियो 23 गतेको आन्दोलन। यी कुराहरू त हामी सबैलाई के लाग्छ, ठिकै गर्यो युवाहरूले यी आवाजहरू सही उठाए। यी आवाजहरूमा कहीँ कतै हामी सबै सहमत नै छौँ। आजको दिनमा आइपुग्दा कोही कसैले पनि 23 गतेको आन्दोलनमा उठेका यी युवाहरूले उठाएका यी नाराहरूमा, यी मागहरूमा हाम्रो कुनै दुविधा छैन। हामीले ठिक हो भनिरहेका छौँ। यदि हामीले ठिक हो भनिरहेका छौँ भने विगतमा यी कुराहरूमा कहीँ न कहीँ कमजोरी रहेको छ भन्ने कुरा स्वीकारोक्ति पनि त हो नि। हामीले कुरा स्वीकार गऱ्यौँ। अब हामीले यी कुराको सच्चिनुपर्ने, यी कुरालाई सुधार गर्नुपर्ने आवश्यकता त छ नै। त्यति हुँदाहुँदै पनि 24 गते अर्को आन्दोलनको 23 गतेको आन्दोलनको युवाहरूको आन्दोलनको कभरमा 24 गते अर्को 3 घण्टा ठुलो देशमा विध्वंस मच्चियो। त्यो विध्वंसको समीक्षा भोलिको इतिहासले निर्मम ढङ्गले समीक्षा गर्ने नै छ। यदि त्यसको निर्मम ढङ्गले समीक्षा गरेन भने संयम सभ्य भएर अगाडि बढ्ने पर्ने समाजमा अराजकताको ग्रहण लाग्ने हो कि भन्ने डर आज सबैमा छ। यो चिन्ता सबैले लिएका छन्। यद्यपि त्यसको लागि छानबिन आयोग बनिरहेको छ। 23 र 24 गते दुईटैको लागि छानबिन आयोग बनिरहेको छ। त्यो छानबिन आयोगले प्रतिवेदन देला नै। त्यसो भएको हुनाले 23 गते भएको केही दमन, हामी त्यसलाई दमन भन्छौँ, अथवा हाम्रा युवाहरूको शहादत भयो, केही युवाहरूको चाहिँ घाइते पनि भए, त्यसको पीडा हामीमाथि छ नै। हामीले त्यो पीडालाई अन्यथा लिएका छैनौँ। त्यो साँचो अर्थमा पीडादायी कुरा थियो नै। तर त्यसको कभरमा 24 गते भएको कुरा कहीँ कतै माफी गर्ने अवस्था त सायद रह्यो भने भोलिका दिनमा हामी फागुन 21 गतेको चुनाव भनेका छौँ। यदि देशमा सङ्कट मडारिएको छ भने देशको सङ्कट, देशको असाधारण अवस्थाबाट देशको निकास के हो त भन्ने कुरा गर्दा फागुन 21 गतेको चुनाव भन्यौँ हामीले, जो चाहिँ
2 वर्ष अगाडि हुँदैछ त्यो प्रतिनिधि सभाको निर्वाचन, त्यसको अगाडि हुँदैछ 2 फागुन 21 मा। त्यो फागुन 21 गतेको निर्वाचन शान्तिपूर्ण अवस्थामा, धाँधलीरहित अवस्थामा, स्वच्छ र निष्पक्ष ढङ्गले त्यो निर्वाचन सम्पन्न हुनुपर्छ। त्यो निर्वाचन सम्पन्नले मात्रै हामीमाथिका कतिपय सङ्कटहरू, कतिपय अनिश्चितताहरूको निकास दिनेछ। यो आज सबैले यतातिर चाहिँ भनिरहेका छन्, हामी पनि यो भनिरहेका छौँ। अब यसो गर्दा निश्चय पनि फागुन 21 गतेको निर्वाचन अथवा 2 वर्ष अगाडिको निर्वाचन हुनुपर्ने जुन अवस्था सिर्जना भयो, त्यसले हामी राजनीतिक दलहरूलाई, हामी सबैलाई तपाईहरू सच्चिनुपर्छ है। तपाईहरू सच्चिनु भएन भने तपाईहरुका काम गर्ने तौर तरिकाहरू, सोच्ने तौर तरिकाहरू, अगाडि बढ्ने सोचाइहरू पुरानै रहे, यसमा परिवर्तन गर्न सक्नु भएन भने यो देश फेरि एकपटक हल्लाहरूको भरमा, स्टन्टबाज गर्नेहरूको हल्लामा कतातिर दौडिन्छ। यसकारण तपाईहरू सच्चिनुहोस्। आजका युवाहरू, सम्पूर्ण चाहिँ बौद्धिक वर्गहरू, राजनीतिक विश्लेषकहरू सबैले आज हामीलाई सचेत गराइरहनु भएको छ। हामी अब यो बाटोमा अगाडि बढ्नुपर्ने अहिलेको राष्ट्रिय परिस्थिति छ। मैले यो बेलामा यति मात्रै भने, अब हामी कर्णाली प्रदेशको 8औं स्थापना दिवसमा छौँ। निश्चय पनि आन्दोलनमा 24 गतेको त्यो विध्वंसमा एकै कर्णाली प्रदेश मात्र होइन, 7वटा प्रदेश सभाहरूमा चाहिँ जुन खालको चाहिँ तोडफोड आगजनी भयो, यो मात्रै संरचनामा प्रहार थिएन। यो समग्र सङ्घीय गणतन्त्र भनेका छौँ हामी, सङ्घीय लोकतान्त्रिक गणतन्त्र अथवा सङ्घीयतामाथि पनि प्रहार थियो। यो छ, यसमा हामी सचेत हुनैपर्छ। यसको कहीँ कतै हिजो हजारौँको बलिदानीबाट प्राप्त भएको सङ्घीयता, जो कोही कसैले चाहिँ सामान्य अर्थमा ल्याएर उपहार दिएको सङ्घीयता होइन, कसैले दया गरेर दिएको सङ्घीयता पनि होइन। हजारौँको बलिदानीबाट प्राप्त भएको सङ्घीयता आज केही व्यक्ति, केही समूहले आएर चाहिँ तोडफोड गर्दैमा हामीले सङ्घीयतामाथिको प्रहारलाई चाहिँ कसरी लिन्छौँ यो आफ्नो कुरा छ। तर फेरि पनि किन प्रहार भयो भन्दा बाहिर एउटा कुरा आइरहेको छ। अहिले भर्खर हाम्रो सत्ता पक्षको चाहिँ दल नेता, माननीय दल नेताले राख्नुभयो कि सङ्घीयता महँगो भयो, सङ्घीयता खर्चालु भयो, सङ्घीयताका कारणले भ्रष्टाचार बढ्यो। यो होला त? मैले सानो यहाँ चाहिँ धेरै हेरिनँ, मैले अलिकति थोरै मैले हेर्न खोजेँ। म यहाँ हाम्रा पत्रकार मित्रहरू हुनुहुन्छ, यहाँ हाम्रा चाहिँ समग्र प्रशासन यन्त्र के अरे संयन्त्रका चाहिँ हाम्रो प्रमुख सचिवज्यू लगायत थुप्रो सचिवज्यू लगायत सबै हुनुहुन्छ। यहाँहरूसँग सानो मैले देखेँ, अहिले हाम्रो प्रदेश सभाका पाएको विवरण अनुसार प्रदेश सभाका पदाधिकारी र सभाका सदस्य र उनको चाहिँ सचिवालय र त्यहाँ हुने समग्र खर्च चाहिँ कति हुँदो रहेछ भन्दा मलाई लाग्छ 7 करोड 80 लाख खर्च हुँदो रहेछ। 7 करोड 80 लाख 21 हजार खर्च हुँदो रहेछ। यहाँभित्रको स्थायी कर्मचारी त हिजोदेखि थियो, त्यो स्थायी कर्मचारी आज अरू ठाउँमा पनि हुन्छ। तर ठ्याक्कै प्रदेश सभाभित्रका पदाधिकारी, प्रदेश सभाका सदस्य लगायत सबैको खर्च चाहिँ यो देखिँदो रहेछ। मलाई प्रदेश सभाको सचिवालयले दिएको विवरणमा 7 करोड 80 लाख खर्च हुँदो रहेछ कुल बजेटमा। हाम्रो बजेट कति छ? 32 अर्ब छ हामीसँग बजेट। 32 अर्बको 32 अर्ब 49 करोड को बजेटबाट 7 करोड 80 लाखलाई कुल बजेटमा प्रतिशतमा ल्याउँदा 0.0024% मात्र हुँदो रहेछ। अनि कसरी सङ्घीयता खर्चिलो हुन पुग्यो? कसरी सङ्घीयता महँगो हुन पुग्यो? यद्यपि यो प्रक्रियामा कर्णाली प्रदेशको सरकारमा रहेका माननीय मुख्यमन्त्रीज्यू र मन्त्रीज्यू लगायत कर्णाली प्रदेश संरचना भइसकेपछि स्थापना भएको प्रदेश लोकसेवा आयोग,
प्रदेश योजना आयोग मुख्य के अरे प्रदेश न्यायाधिवक्ताको त्यहाँ अलिकति खर्च जोड्ने हो भने बढीमा गयो भने यो चाहिँ 1%भन्दा टोटल बजेट 32 अर्बको टोटल बजेटमा 1%भन्दा पनि बढ्दैन त यो खर्च त। तर यही कार्यकालमा हामीले के गर्यौँ भन्दा जनताको पक्षमा 71वटा कानुन निर्माण गरेका छौँ हामीले। कर्णाली प्रदेशको 7 वर्षको कार्यकालमा 71वटा कानुन निर्माण भएको छ। कर्णाली प्रदेशको 7 वर्षको कार्यकालमा 1 खर्ब 16 अर्ब बराबरको विकास भएको छ। यो ठुलो हो कि त्यो न्यूनतम 1% खर्च ठुलो हो? महँगो भयो। कसरी महँगो भयो? के भ्रष्टाचार संघीयताको कारणले भ्रष्टाचार बढेको हो त? संघीयताको कारणले भ्रष्टाचार बढेको हो भने विभिन्न प्रतिवेदनहरू त त्यो दिँदैन त। यसकारण पनि आज यो विभिन्न बहानामा, विभिन्न हल्लाहरूमा, विभिन्न झुट्टा भ्रमहरूमा संघीयता महँगो भयो, संघीयता खर्चालु भयो, संघीयताको कारणले भ्रष्टाचार बढ्यो भन्ने कुरा आफैमा यो संघीयता माथिको ठुलो खालको चाहिँ षड्यन्त्र भइरहेको छ भन्ने कुरा हो। यहाँ यस अर्थमा म यहाँहरू सबैमा अनुरोध गर्न चाहन्छु, हामी आज यो भ्रमको यो षड्यन्त्रको चाहिँ सबैतिर भण्डाफोर गर्न आवश्यक छ। म सबैले यो तथ्यगत ढङ्गले गएर भण्डाफोर गरिदिनको लागि हार्दिक अनुरोध पनि गर्न चाहन्छु। जहाँसम्म हामी कर्णाली प्रदेशको स्थापना भइसकेपछि कर्णाली प्रदेशको कुरा गरौँ हामी। हो, कर्णाली प्रदेश अघि हाम्रो चाहिँ यहाँ डकुमेन्ट्रीमा आयो, कर्णाली प्रदेश जल जमिन र अथवा प्राकृतिक सम्पदाको हिसाबले धनी प्रदेश। यो हामी सबैले थाहा छ, अघि डकुमेन्टमा भनियो पनि। त त्यही ठाउँमा आज हामी गरिबी पनि त्यही सूचकमा, गरिबीको सूचक पनि त्यही ढङ्गले अगाडि बढेको छ। आज हामी दोधारमा छौँ। हामी गरिब हौँ कि हामी धनी हौँ? हामीलाई कुन कुराले हामी चिनाउने हो? हामी अब तथ्याङ्कहरूले भन्छ कर्णाली प्रदेश गरिब छ, बेरोजगारहरू बढेको छ। त्यही समयको अर्को तथ्याङ्कले भन्छ कर्णाली प्रदेश धनी छ। आज हामीसँग त्यो कलङ्कको, गरिबीको कलङ्कको दाग पनि छ। धनी हुने स्वाभिमानी हाम्रो कर्णाली प्रदेशका हामी धनी प्रदेशका नागरिक हौँ भन्ने स्वाभिमान गर्ने ठाउँ पनि छ। यो दुईटाको बिचमा छ। आज हाम्रो अभिभारा कर्णाली प्रदेश सभा र कर्णाली प्रदेश सरकारको अभिभारा हो। त्यो दुईटाको बिचमा हामीले कसरी सन्तुलन मिलाएर वास्तवमा अब हामी सधैँ गरिबी हौँ भनेर निधार खुम्च्याएर बस्ने होइन, हामी धनी प्रदेशका धनी नागरिक हौँ भनेर स्वाभिमानका साथ छाती चौडा गरेर कसरी बस्ने भन्ने हाम्रो अगाडि प्रश्न चिन्ह छ। हामी सक्छौँ कि सक्दैनौँ? म त भन्छु हामी सक्नुपर्छ। हामी प्रतिपक्षबाट अहिले यो प्रदेश सभामा नेपाली कम्युनिस्ट पार्टी प्रतिपक्षको रूपमा रहेको छ। यद्यपि हाम्रा सत्तापक्षका माननीय मुख्यमन्त्रीज्यू र माननीय सत्तापक्षको माननीय नेताज्यू दुईजना लामो समयसम्म राजनीति अनुभव भएको, प्रशासनिक अनुभव भएको व्यक्तित्व हुनुहुन्छ। त्यसमा हेर्दा हामी त भर्खरको सिक्दै गरेका अवस्थामा छौँ। सायद हाम्रो यो सिक्दै गरेको के अनुभव उहाँलाई त आवश्यक नपर्न पनि सक्छ, किन भन्दा उहाँहरू आफैमा लामो अनुभवको धनी हुनुहुन्छ। अनुभव भनेको क्षमता पनि हो, त्यस कारणले आवश्यक नपर्न पनि सक्ला। यदि आवश्यक पर्यो, यहाँहरूको सत्ताको प्रश्नमा होइन, यो धनी र गरिब, हामी गरिब हौँ कि धनी हौँ भनेर छुट्याउन नसक्ने अवस्थाबाट हामी साँच्चै धनी हौँ भन्नको लागि प्रतिपक्ष तपाईँहरूसँग सदा हातेमालो गर्न, छलफल गर्न, तपाईँहरूलाई सहयोग गर्न तत्पर छ। म यो तपाईँहरूलाई चाहिँ भन्न चाहन्छु र यो जानकारी पनि दिन चाहन्छु। यति मात्रै होइन के हामी यस अहिलेको यो अवस्थामा कर्णाली प्रदेश मात्रै नभएर समग्र हाम्रा चाहिँ अगाडिको मैले अघि पनि भने युवाहरूको नारा, समग्र प्रक्रियामा कहीँ न कहीँ हाम्रा चाहिँ पूर्वाग्रही भावनाहरू
दलीय भावनाहरू, कहीँ न कहीँ हाम्रा काम गर्ने तौर तरिकामा बोझिला प्रक्रियाहरू यी छन् नै। अब म मात्रै अहिलेको कर्णाली प्रदेश सरकारले चाहिँ यो गरेको छ म भन्दैन, तर छन् सरकार सञ्चालनमा आएका यी कुराहरू। त्यस कारणले यसको कुरा त भोलिका दिनमा एउटा छलफलमा, एउटा प्रक्रियामा हामी यसको चाहिँ विरोध पनि गरौँला, विरोध गर्ने नै पनि छौँ। अब सरकार सञ्चालनको प्रक्रियामा समग्र प्रक्रिया, सरकार सञ्चालनका समग्र प्रक्रियाहरूमा पूर्वाग्रही चिन्तन, सबै कुरा दलीय मान्यता साथ अगाडि बढ्ने चिन्तन, हामीभन्दा बाहिर अर्को कोही छन्, यिनीहरू त कोही क्षमता नै छैनन्, यिनीहरूलाई केही कुरा थाहै छैन भन्ने चिन्तन, यो सोच नै वास्तवमा चाहिँ हाम्रो अगाडि बढ्ने कुराको मुख्य बाधक छ। यसको हामी एउटा समीक्षा र एउटा छलफल गरौँला नै। तर यति उदाउँदै अन्तमा फेरि पनि म भन्न चाहन्छु कि आउँदो फागुन 21 गते हामीले निर्वाचन भनेका छौँ। यो निर्वाचनबाट नै देशको आउँदो भविष्य सुन्दर, देशको भविष्य सुन्दर भविष्य सुनिश्चित हुन्छ कि भन्ने हाम्रो मान्यता छ। फेरि पनि आज हाम्रो समाजमा सोसियल मिडिया, सामाजिक सञ्जाल मार्फत चलाइने विचारविहीन हल्लाहरू, विचारविहीन स्टन्टहरूले फेरि पनि समग्र देशलाई विचारबाट निकास दिनुपर्छ। देशको विकासको यो मोडेल, यो विचारबाट देशको विकास हुन्छ, यो मोडेलबाट देशमा चाहिँ रोजगारी सृजना हुन्छ, यो मोडेलबाट देशको आर्थिक समृद्धि हुन्छ भन्ने भन्दा पनि गाली गर्ने युवाहरू नै सबै थोक हुन्, वृद्ध बुढाबुढी कोही होइनन्। यो खालको चाहिँ जुन खालको चाहिँ विभाजन, यो खालको हल्ला चल्दैछ, यो हल्लाबाट मुक्त भएर 21 गतेको निर्वाचन स्वच्छ धाँधलीरहितपूर्ण वातावरणमा सम्पन्न बन्ने वातावरण बनोस्, त्यसले निकास दिनेछ भन्ने कुरा म यहाँहरूसँग राख्दै फेरि पनि यो कर्णाली प्रदेश सभाको 8औं स्थापना दिवसको अवसरमा यहाँहरूमा चाहिँ शुभकामना व्यक्त गर्दै बिदा हुन्छु। धन्यवाद, अभिवादन। मन्तव्यको लागि हार्दिक धन्यवाद। कार्यक्रम सञ्चालनकै क्रममा संविधान सभाका पूर्व सदस्य, कर्णाली प्रदेश सभाका पूर्व उपसभामुख लगायतका अतिथिहरू आउनुभएकाले म उहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु। मन्तव्यकै क्रममा अब विशेष अतिथिको रूपमा आतिथ्यता ग्रहण गर्नुभएका कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री यामलाल कण्डेलज्यूलाई मन्तव्य राखिदिनु हुन सादर अनुरोध गर्दछु। कर्णाली प्रदेश सभाको 8औं स्थापना दिवस समारोहका सभाध्यक्ष एवं सभामुखज्यू, यस कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुखज्यू, प्रदेश सभामा विपक्षी दलका नेताज्यू, पूर्व मुख्यमन्त्री एवं नेपाली काङ्ग्रेस संसदीय दलका नेताज्यू, मान्य मन्त्रीज्यूहरू, उपसभामुखज्यू, राज्यमन्त्रीज्यू, प्रदेश सभाका सचेतकज्यूहरू, सभापतिज्यूहरू, मान्य सदस्यज्यूहरू, योजना आयोगका उपाध्यक्ष सदस्यज्यूहरू, लोकसेवा आयोगका कार्यवाहक अध्यक्षज्यू सदस्यज्यूहरू, प्रमुख सचिव सचिवज्यूहरू, सुरक्षा निकाय, चारवटै सुरक्षा निकायका प्रमुखज्यूहरू, पूर्व प्रदेश सभाका उपसभामुख मान्यज्यूहरू, मन्त्रीज्यूहरू, विकास साझेदार संस्थाका प्रतिनिधिज्यूहरू, पत्रकार मित्रहरू र अन्य उपस्थित सबै महानुभावहरूमा हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। सर्वप्रथम प्रदेश स्थापनार्थ शहीद हुनुहुने 4 जना सहित आजसम्मको आन्दोलनमा शहादत प्राप्त गर्नुहुने सबै शहीदहरूप्रति प्रदेश सरकारका तर्फबाट सम्मान व्यक्त गर्न चाहन्छु, श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। 2072 वा संविधान सभाबाट प्राप्त गरेको संविधान अनुसार स्थापित प्रदेश सभाको आज 8 वर्ष
पुरा भएको छ। हामी 9 वर्षमा प्रवेश गरेका छौँ। यस सुखद अवसरमा म सबैमा समस्याका बावजुद, नयाँ घटना र परिदृश्यका बावजुद सबैमा शुभकामना व्यक्त गर्न चाहन्छु। यद्यपि घटनाहरू घटेका छन्, त्यसले हामीलाई प्रभाव पारेको छ। भव्य तव्य सिर्जना गरेर संविधानले नचिन्ने सङ्घीय सरकार निर्माण भएको छ, तर हामी त्यसलाई मानिरहेका छौँ, सामेल भइरहेका छौँ। त्यसले सबै अङ्ग र सचेत नागरिकलाई प्रभाव पारिरहेको अवस्था छ। प्रारम्भमा पनि हामीले अन्तै सभा गरेका थियौँ। आज पनि यो कार्यक्रम यहाँ गरिरहेको भए पनि सभा अन्तै गर्नुपर्ने परिस्थिति निर्माण भएको अवस्था छ। त्यसकारणले हाम्रा अभिभाराहरू छन् नै, तर परिस्थिति बदलिए अनुसार हाम्रा अभिभाराहरू बदलिनुपर्ने अवस्था म चाहिँ त्यस्तो देख्छु। तर त्यसका बावजुद मैले अघि भने भव्य तव्य घटना निर्माण गर्न सकिन्छ, निर्माण भयो। त्यसको बुझाइ र प्रस्तुतिमा अहिले पनि भिन्नता छ नै। यही मञ्चमा पनि भिन्नता प्रकट हुने गरी तपाईहरूले अनुभूति गर्न सक्ने अवस्था रहन्छ। त्यो स्वतःस्फूर्त नाबालक युवा तन्नेरीहरूले समावेश गरेर भनिएका 4वटा वा 3टा मागहरू आज आउँदा ती आवरण रहेछन्, हतियार रहेछन्। त्यसका पछाडि त योजना अर्कै रहेछ भन्ने कुरा क्रमशः पुष्टि भएको छ र आगामी दिनमा अझ पुष्टि हुँदै जानेछ। कुनै पनि आन्दोलनको माग के हो, त्यो मागको प्राप्तिका निम्ति के सङ्घर्षका रूपहरू अवलम्बन गरिन्छ र निष्कर्ष कहाँ पुग्छ, त्यसबाट त्यसको साङ्गोपाङ्गो मूल्याङ्कन गर्नुपर्छ जस्तो मलाई लाग्छ। 23 गतेको प्रारम्भ सुन्दर भए पनि त्यो 23 गतेको आन्दोलन अगाडि बढ्दै जाँदा के भयो? संविधान घायल भयो। जनताले चुनेका आलोचनाका बावजुद जनताले चुनेका जनप्रतिनिधि संस्था विघटित गर्ने परिस्थिति निर्माण भयो। सकेको भए संविधान जाने कुरा थियो, सकेनन्, त्यो आफ्नो ठाउँमा छ। सकेको भए प्रदेश सभा विघटन गर्ने कुरा थियो, सकेनन्, त्यो आफ्नो ठाउँमा छ। जननिर्वाचित निकायहरूलाई विघटित गरेर हव्य तव्यबाट सिर्जना गरिएर शासन सत्ता वा लोकतन्त्र गणतन्त्रप्रति प्रहार गर्ने कुरा थियो भन्ने कुरामा जति विलम्ब गर्छौँ त्यति हामी अलमलमा पर्ने परिस्थिति रहन्छ भन्ने कुरा मलाई चाहिँ लाग्छ। अरू साथीहरूलाई के लाग्छ त्यो तपाईँहरूको कुरा हो। अहिले पनि हामीले यो गरेका थियौँ, त्यो गरेका थियौँ। यदि त्यसो हो भने सबैको सहयोगका माध्यमबाट कर्णाली प्रदेशमा यो प्रदेशसभा नजल्नुपर्ने हो। सबैको सहयोगका माध्यमबाट विगतका कतिपय कमी कमजोरीका बावजुद हामी सकारात्मक दिशामै अगाडि बढेका थियौँ। चाहे त्यो शासन सत्ता चलाउने कुरामा होस्, चाहे त्यो पारदर्शीका मामिलामा होस्, चाहे त्यो योजना छनौटका मामिलामा होस्, कमी कमजोरीका बावजुद सबैको सहयोगका आधारबाट हामी सकारात्मकतामा थियौँ। तर प्रहारको निशाना त बनियो त। त्यसकारणले ती राखिएका माग त बहानाबाजी रहेछन्, जनसमर्थन जुटाउने कुरा रहेछन्, उद्देश्य त अर्को रहेछ। त्यसकारणले सहमत हुँ वा नहुँ, आज नेपाली समाज क्रमशः 2टा ठाउँमा 2टा पङ्क्तिमा विभाजित हुन्छ। एउटा भनेको विध्वंसको प्रतिनिधित्व गर्ने, आफूलाई नयाँ भन्ने पङ्क्तिमा उभिनुपर्ने हुन्छ। जतिसुकै आलोचना र विरोध भए पनि, पुरानालाई मन पराए पनि नपराए पनि यो देशको संविधान रक्षाका निम्ति, संस्थागत विकासका निम्ति पुराना ठाउँमा उभिनुपर्ने अवस्था रहन्छ। कहाँ उभिने हो? फैसला कसले कति चाँडो गर्छ आफ्नो ठाउँमा छ।
आज आफूलाई नयाँ भन्नेहरू नै यो विध्वंसका सिर्जनाकार हुन् र त्यसले गर्वका साथ भनिरहेका छन्। मलाई लाग्छ त्यही कुरा स्थापित हुन्छ, मलाई त्यस्तो लाग्दैन। तर पुरानामा पनि नयाँको पक्षधर भएर केही भलो भइहाल्छ कि भन्ने प्रतिस्पर्धा देखिँदैछ। समयक्रममा जाने एकै ठाउँमा हो, त्यति बेला धेरै कुरा बितिसकेका हुन्छ, अर्काले भ्याइसकेको एउटा अवस्था रहन्छ, भ्याइसकेपछि आँखा खोल्नुको कुनै अर्थ रहने परिस्थिति रहँदैन। त्यस कारणले मेरो अनुरोध र आग्रह छ, विध्वंसकारी घटना घटाएर जसले नेतृत्व गरिरहेको छ, पुरानाबाट नयाँमा जाँदा तिनी नयाँ भइहाल्ने। तिनले कुनै नीति भन्न नपर्ने, तिनले कार्यक्रम केही ल्याउन नपर्ने, उद्देश्य केही नल्याउनु पर्ने, विकासको खाका केही कोर्न नपर्ने, नयाँ भन्न साथै जादुको छडीका आधारबाट विकास र निर्माण गर्न सकिन्छ भन्ने कुरा सोचिरहेका छन् भने समयक्रममा तिनले थाहा पाउनेछन् कि जनता त्यो लहीमा लाग्दैनन् है भन्ने कुरा मलाई चाहिँ लाग्छ। त्यस कारणले त्यो घटनाक्रमबाट हामी प्रदेशसभा प्रभावित भयो, हाम्रा विकास र निर्माणका काम प्रभावित नहुनुपर्ने हो, तर त्यसैलाई आधार बनाएर प्रभावित भएको जस्तो नतिजा देखिन्छ, नहुनुपर्ने हो। तर त्यसैलाई देखाएर भोलि के हुने हो ठेकान छैन, सही गऱ्यो भने कहाँ पुगिने हो के हो भन्दै 1 महिना होइन 3 महिना होइन अरू महिना पनि बित्ने एउटा परिस्थिति रहँदा हामीलाई भन्ने परिस्थिति निर्माण भएको अवस्था छ। त्यसको साथसाथै अघि साथीहरूले पनि भन्नुभयो, प्रदेश सभामा पनि त्यो कुरा उठिरहेको छ, आफूलाई नागरिक सरकार भनिने, अहिले आउँदा त नयाँ भनिने पार्टीको सरकार रहेछ भन्न अब कुनै गाह्रो रहेन। बचेखुचीका 4-5 जना छन्, गएको कति त गइ त सके। तिनी 1 महिना अगाडि वा मन्त्री हुँदा के भनिरहेथे, चुनाव नजिकै आउँदा नयाँ भनिने पार्टीको टिकट लिँदै जनताका बीचमा गएका छन्। जनताले फैसला गर्ने कुराप्रति म अन्यथा ठान्दिनँ। यद्यपि हाम्रो संशय छ, आशंका छ फागुन 21 गतेको चुनावमा, तर हामी आशंका र संशयका बीचमा पनि चुनावमा सामेल भइरहेका छौँ, सामेल हुन्छौँ। तर यो सरकार पुरानाका नाममा रहेका पार्टीहरूको विरुद्धमा आवाज उकल्दै गएको एउटा अवस्था छ। आज शोचनीय अवस्था के हो भने भदौ 23 र 24 गते बनिरहेको सरकारले अन्त पनि हस्तक्षेप गर्यो, आक्रमण गर्यो। तर पहिलो आक्रमण प्रदेश सभाको विधायिकाको अधिकारमाथि हस्तक्षेप गरी कतिपय निर्णय गरेको अवस्था छ र त्यसबाट हाम्रो कर्मचारी साथीहरू वा संयन्त्र प्रभावित हुँदा हामीले बनाएका कानुन के हुने हुन् भन्ने कतिपय कुरा उठेको छ। तर म निर्धक्कका साथ, विश्वास र दृढताका साथ भन्न चाहन्छु, समय लाग्न सक्छ, तर यो संविधान रहेसम्म हाम्रो प्रदेशको विधायिकाको अधिकार कोही कसैले हनन गर्न सक्दैन। हनन गर्नेका विरुद्ध यो प्रदेश सरकार दृढतापूर्वक उभिएको छ। उभिने कुरा पनि म यो स्थापना दिवसको अवसरमा राख्न चाहन्छु। सेवा प्रवाह गर्ने कुरा जनप्रतिनिधिको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका हो, तर सेवा प्रवाह र बजेट कार्यान्वयनका निम्ति त्यो संरचनामा रहेका कर्मचारी साथीहरूको महत्त्वपूर्ण भूमिका रहँदो रहेछ। तपाईको दरबन्दी र तपाईको ओहदा कहाँ छ त्यो तपसिलको विषय हो, बुझाउन र बुझ्न समय लाग्ला। तर म यो समारोहबाट भन्न चाहन्छु, कर्णाली प्रदेशमा आइसकेपछि कर्णाली प्रदेशले सङ्घीय कानुन उल्लङ्घन गर्दैन, तर त्यो बाहेक प्रदेशले जे कानुन बन्छ, जे बनाउँछौँ त्यसअनुसार काम गर्ने कुरा
जति चाँडो हाम्रो कर्मचारी संयन्त्रले बुझ्नुहुन्छ तपाईँ जनप्रतिनिधि र कर्मचारीको बिचको द्वन्द्व अन्त्य हुने परिस्थिति निर्माण हुन्छ। तर अहिले त कमजोर हुँदै गएछ। न त दैनिकी तिमी त्यहाँ गए पनि हाम्रा कर्मचारी हो है भन्ने गरी जुन चलाउने प्रयत्न गरियो त्यसले हाम्रो काम कारबाहीलाई प्रत्यक्ष प्रभावित रहेको कुरा सबैले अनुभूति गरेको एउटा अवस्था छ। यस आधारबाट हामी अगाडि बढ्नुपर्ने अवस्था रहन्छ। हाम्रो क्षमता र औकात अनुसार पुनर्निर्माणमा पनि हामी सामेल भएका छौँ। तर जुन गतिका साथ हुनुपर्ने हो, कतिपय जनताले सरोकारवालाहरूले भन्नुभएको आलोचनालाई मैले सकारात्मक रूपले लिन चाहन्छु। तर हामी त्यस दिशामा अगाडि बढेको एउटा अवस्था छ। हामीले यो छुट्टै निकाय हो प्रदेशसभा, तर सरकारका तर्फबाट गर्नुपर्ने सबै काम ध्यान दिनुपर्ने सबै काम प्राथमिकताका साथ गर्ने गरी प्रदेश सरकार अगाडि बढ्ने कुरा यो स्थापना दिवसको अवसरमा म प्रदेश सभाका सेवामुख सचिवालय र प्रदेश सभाका सम्बद्ध सबै साथीहरूलाई विश्वास दिलाउन चाहन्छु। समस्या छन् नै, तर हामी त्यसरी अगाडि बढ्नुपर्ने अवस्था रहन्छ। अघि पनि मैले चर्चा गरेँ, यो कार्यक्रमलाई पनि प्रभाव पारेछ। व्यवस्थापन गरिएका कुर्सीभन्दा धेरै मान्छे हुने विगतको व्यवस्था थियो। आज सञ्चालकले त अतिथिको लामै लिस्ट सम्झी भन्नुभयो, चिठी पठाएको भए त आउनुपर्ने हो। यसलाई पनि प्रभावित भएको एउटा अवस्था छ। हामी स्वयं प्रदेश सभाका साथीभाइहरूलाई पनि प्रभाव पारेकै अवस्था देखियो। सायद फागुन 21ले तानिरहेको कुरा होला, त्यसलाई म अन्यथा ठान्दिनँ। तर साथीहो, स्थिति यहाँ सुरक्षा निकायका पनि थोरै मात्रै हुनुहुन्छ, केही त गइ त सक्नुभएछ। किनभने उहाँलाई पनि समारोह आए मात्रै हुन्छ, देखिएपछि पुगिहाल्छ कि भन्ने कुरा ठान्नुभयो होला जस्तो लाग्छ। तर जनप्रतिनिधिको कुरा, समारोहको कुरा हामीसँग पनि सम्बन्धित छ भन्ने कुरा बुझिदिनु भयो भने मेरो मान बढ्ने कुरा होइन, तपाईँहरूकै कार्यक्षमतामा प्रभावकारिता आउँछ भन्ने मलाई लाग्छ। चुनाव हुन्छ एक हो कुरा छ, तर अहिले पनि हाम्रा 5वटा जिल्लाका कतिपय पालिकामा मतदातै चुनाव देखेर होइन कि मौसमका कारणले हुनुहुन्न। सरकारले चुनाव गराउँछु भने छ, अब मतदातालाई हुन त प्रधानमन्त्रीले हिजो बोल्या देखे कति रहेछ, नभए बोकेरै भएर भए पनि चुनाव गराउने अब सम्माननीय प्रधानमन्त्रीले भनेपछि विश्वास गर्नै पर्यो। अब हामीले चुनावप्रति प्रति प्रश्न उठायो भने उहिलेदेखि भन्दै आएको थियो, अझ भन्न छोडेको छैन पनि भन्नुहोला मलाई। तर 4 दिन वा 5 दिन अगाडि बर्दियाको एउटा घटना तपाईँहरू सबैले पनि हेर्नुभयो होला। म यो विषय तपाईँहरूका बिचमा राख्न चाहन्छु। अहिले म्यादी प्रहरी होइन, निर्वाचन प्रहरी सरकारले खोल्नु नै पर्ने हुन्छ। सबै आवेदकहरू हुने कुरा थिएन, भएनन्। नहुने जति एक ठाउँमा जम्मा भए, जिल्ला प्रशासनको कार्यालय अगाडि गेट खोले, चौरमा गए, जिल्ला प्रशासनको 3 तला माथि गए। त्यस्तै 21 गते भोट बाकसमा कसले खसालेको छ, यो तपसिलको विषय हो भनेर 150, 2000 वा 500 एउटा चौरमा जम्मा भए। त्यसै गरी अगाडि बढ्यो भने त्यो निर्वाचन अधिकृतले के फैसला गर्ला?
के फैसला गर्ला? हाम्रो तर्फबाट मलाई लाग्छ सबैले सहयोग गरिन्छ, सामेल भइएको अवस्था छ। तर केही भयो भने विश्वास गर्ने को त्यही वर्दी लगाएको साथीहरूलाई हो। तर वर्दी लगाएको साथीले बोकेको लट्ठी चलायो भने कारबाही हुन्छ, पेस्तोल चलाउने त कुरै भएन, अनि मलाई केही पनि हुँदैन भन्ने भयो भने जनता कसरी सुरक्षित हुने, निर्वाचनको वातावरण कसरी निर्माण गर्ने? किनकि यो सरकारलाई लेखाजोखा हेरे जस्तो लाग्छ। नयाँ भनिनेले जिते भने अलि गरे जस्तो गर्ने, सबै ठाउँमा पुरानाले नै जित्ने भन्ने भएछन् भने के गर्ने? हामीलाई आचार संहिता देखाउने, सङ्घीय सरकार आचार संहिता उल्लङ्घन गर्दै निर्णय गर्ने। अब यो यहाँ सुनाउने भनेको सङ्घीय सरकारको यो जिल्लाको सिडिओ साहब हुनुहुन्न, यहाँ डिआइजी साहब गइसक्नुभयो। हुन त हाम्रो प्रदेशको प्रमुख सचिव पनि सङ्घीय हो, तर म अहिले सङ्घीय सरकारको प्रतिनिधि भन्दिनँ। उहाँ प्रदेशकै प्रतिनिधिका रूपमा उहाँले भूमिका खेलिरहनु भएको छ, खेल्नुपर्ने अवस्था रहन्छ। यस्तो अवस्थामा हामी यो प्रदेश सभाको 8औं स्थापना दिवस गरिरहेका छौँ। हो, हाम्रा केही हामीले गर्नुपर्ने जति कुरा गरिरहेको छैनौँ, तर ती नयाँ भन्नेहरूलाई भन्न चाहन्छु, अस्ति नयाँ भन्ने मान्छेको प्रतिनिधि पात्र पनि यता आए। तिनले बोल्न नपर्ने, तिनले केही भन्न नपर्ने, तिनले केही बुझाउन नपर्ने, तिनले औँलो ठडाएपछि हामी सबै उपस्थित हुनुपर्ने अवस्था विगतमा पनि कसैको थियो। तर दिन बित्दै जाँदा तिनी पनि हेरै भए, यिनी पनि हेरै हुने परिस्थिति निर्माण हुन्छ। आज एकै दिनमा समस्याका बावजुद सिमीकोट वा हिल्सा पुग्न सकिन्छ। आज समस्याका बावजुद एकै दिनमा दुनै पुग्न सकिने अवस्था रहन्छ। हिजोका कतिपय नकारात्मक सूचाङ्कहरू हामी तिनै तहका सरकारले, मैले मात्रै गरेँ वा प्रदेशले मात्रै गरेँ म भन्दिनँ, तिनै तहको सरकारका आधारबाट परिवर्तन भएको एउटा अवस्था छ। त्यसकारणले म सबै साथीहरूलाई देश बनाउने यो साझा यात्रा हो। तर परीक्षामा एउटा व्यक्ति सामेल हुने, फेल एउटा हुने अवस्थाको विद्यमान बुझाइ छ। यसलाई हामीले बदल्नुपर्ने हुन्छ। अन्तमा मेरो अनुभवका आधारबाट म भन्न चाहन्छु, छलफलका लागि म कसैलाई दोषारोपण गर्न चाहन्न कि हामीले संरचना नयाँ बनायौँ, तर त्यो संरचना अन्तर्गत कार्यान्वयन गर्ने संरचना पुरानै भए, तिनलाई निर्देशित गर्ने कानुन परम्परागत भए, जसको कारणले गर्दा जनताको अपेक्षा र विश्वासका आधारबाट काम गरौँ भन्दै पनि इमान्दार सक्षम कतिपय कर्मचारी साथीहरू हुँदै पनि हाम्रा परम्परागत कानुन, हाम्रा चाहिँ प्रक्रियागत मुखी हाम्रो प्रक्रियाका कारणले केही कुरा हामीले सुधार गर्नुपर्ने अवस्था रहन्छ। त्यसकारणले अबको बहस जनतालाई सरल र सहज ढङ्गले सेवा प्रवाह गर्ने हो भने त्यो चिजमा हिजै सङ्घीय सरकारले कानुन बनाइदिएको भए आजको स्थिति आउँदैन थियो। तर कतिपयको भनाइ छ विगतमा कहिल्यै सरकारमा नगएका कारणले यो सबैको दोष 23 गतेसम्मको दुईटा मूल पार्टी 2/3 सरकारका कारणले सबथोक भयो भनेर भन्ने बुझाइ पनि प्रकट भइरहेको अवस्था छ। तथ्य त्यस्तो हो, मलाई त्यस्तो लाग्दैन। त्यसमा हामी पनि हिस्सेदार हुनुपर्ने हुन्छ, भाग्न पाइँदैन। तर पृथक देखाउनका निम्ति आफू कहिल्यै सामेल नभएको कुरा भन्नुभयो भने जनताका निम्ति बुझाउनका निम्ति अरूले पनि केही कुरा भन्नुपर्ने अवस्था रहन्छ। त्यसकारणले आज पुराना भनिएर जसलाई भनिरहेका छौँ, हामीले देश बचाउने, संविधान बचाउने कुरा हो यो। त्यसकारणले परिस्थिति
सोचे जस्तो सामान्य विगतको जस्तो 21 गतिको चुनावको जस्तो अवस्था म त्यस्तो देख्दिनँ। त्यसकारणले यो बिचमा हामी जो जहाँ जहाँ आस्था र विश्वास राखिरहेका छौँ कि हाम्रो देशको जुन अवस्था छ यो अवस्थालाई बचाउने कुरा आज प्रमुख कुरा हो। हाम्रो देश दुःखका बावजुद नालापानीमा महिलाले लडेर बचाएको देश हो। आज कतिपय नयाँका प्रतिनिधि भनिने पात्रहरूले त्यसको कुनै माने मनितो नराखिकन देशको सार्वभौमिकताप्रति देशको अखण्डताप्रति प्रश्न उठाउने गरी काम गरिरहेको एउटा अवस्था छ। त्यसकारणले पनि आजको परिस्थिति देख्दा सहज सामान्य तर गम्भीर अवस्थामा रहेको मैले चाहिँ अनुभूति गरेको एउटा अवस्था छ। यिनै कुरामा तपाईँहरूसँग राख्दै यी समस्याका बावजुद हामीले प्रदेश सभाको हाम्रो भूमिका हामीले बढाउनु पर्ने हुन्छ। त्यसमा हाम्रो सरकारको तर्फबाट जिम्मेवारीमा रहेका हामी जो कार्यकारिणी अधिकार प्राप्त गरेका साथीभाइहरूले पनि आफ्नो कार्यक्षमता कार्ययोग्यता जनअपेक्षा अनुसार अगाडि बढाउनका निम्ति जनताले भनेका गुनासालाई शिक्षाका रूपमा ग्रहण गरेर अगाडि बढ्ने कुरा गर्न सकियो भने प्रतिकूलताका बावजुद प्रदेशको अधिकार संरचना मर्यादा र आवश्यकता बोध गराउन सकिन्छ। यही विश्वासका साथ फेरि पनि धन्यवाद दिँदै आफ्ना भनाइहरू यहीँ टुङ्ग्याउँछु। धन्यवाद। उपस्थित महानुभावहरू, हामी कर्णाली प्रदेश सभाको 8औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा छौँ। यो कार्यक्रममा कर्णाली प्रदेशका माननीय प्रदेश प्रमुखज्यूले प्रमुख आतिथ्यता ग्रहण गरिरहनु भएको छ। अबको क्रममा म मन्तव्यलाई नै जोड्न चाहन्छु र यसका निमित्त कर्णाली प्रदेशका प्रदेश प्रमुख माननीय यज्ञराज जोशीज्यूलाई मन्तव्य राखिदिनु हुन सादर अनुरोध गर्दछु। कर्णाली प्रदेश सभाको 8औं यस दिवसका अवसरमा आतिथ्य ग्रहण गर्नुभएका कर्णाली प्रदेशका सभामुख तथा यस कार्यक्रमका अध्यक्षज्यू, कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय एमलाल कणेलज्यू, कर्णाली प्रदेश विपक्षी दलका नेताज्यू, नेपाली काङ्ग्रेस संसदीय दलका नेता जीवन साईज्यू, मान्य मन्त्रीज्यूहरू, कर्णाली प्रदेशका उपसभामुखज्यू, मान्य राज्य मन्त्रीज्यूहरू, कर्णाली प्रदेशका मान्य सभासदज्यूहरू, कार्यक्रममा उपस्थित हुनुभएका कर्णाली प्रदेशका विभिन्न मन्त्रालयका सचिवजी, मुख्य सचिवजी लगायत संवैधानिक निकायका प्रमुख तथा सदस्यज्यूहरू, सुरक्षा निकायका प्रमुख तथा जवानहरू, कार्यक्रममा उपस्थित हुनुभएका पत्रकार मित्रहरू, म धेरै लामो बोल्दिनँ। कर्णाली प्रदेशको 8औं यस दिवसका अवसरमा म यहाँ उपस्थित सम्पूर्ण महानुभावहरू, कर्णाली प्रदेशका सभासदहरू, मन्त्रीज्यू लगायत कर्णाली प्रदेशका सम्पूर्ण जनताहरूमा यस अवसरमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। साथै यो दिन ल्याउनका लागि आफूलाई शहादत दिने सम्पूर्ण ज्ञातज्ञ शहीदप्रति पनि म पुनः हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। कर्णाली प्रदेश स्थापनाका लागि बलिदान दिने ती 4 शहीदलाई पनि म यस अवसरमा सम्झन चाहन्छु। आज कर्णाली प्रदेशले 8औं स्थापना दिवस मनाइराखेको छ। 8औं स्थापना दिवस मनाइरहँदा हामीले कर्णाली प्रदेशको अवस्था विगत र 8औं वर्ष पार गर्दै जाँदा के कस्तो छ, के कस्तो रह्यो भन्ने विषयमा छलफल गर्न, बहस गर्न अत्यन्त जरुरी छ। कर्णाली प्रदेशको विगतको इतिहास, विगतको अवस्थालाई हामीले प्रदेश सभाले के कति अगाडि आएर अहिले कर्णाली प्रदेशको
रूप बदलेको छ या अझ बाँकी गर्ने के कति कामहरू बाँकी छन् भन्ने विषयमा यस अवसरमा छलफल हुनु पनि जरुरी छ। हामीले भन्ने पनि गरिरहेका छौँ, वास्तविकता पनि छ। कर्णाली प्रदेशमा अपूर्ण जन सम्पदाहरू छन्। सबैभन्दा ठुलो ताल रारा कर्णालीमा, सबैभन्दा गहिरो ताल फोक्सोड्नो कर्णालीमा, सबैभन्दा लामो नदी कर्णाली प्रदेशमा, भाषामा सबैभन्दा जेठो खस भाषाको जननी कर्णाली, विभिन्न संस्कृति र सभ्यताको मूल कर्णाली अरू प्रदेशभन्दा, पेट्रोल ग्यासको खजाना पहिलो उत्खनन भएको कर्णाली। तर हामीसँग एउटा विशेषण जोडिएको छ, सबैभन्दा गरिब कर्णाली। पूर्ववक्ताले भन्नुभयो यो दुईटाको तालमेल नै मिलेको छैन, कहाँनिर फरक पर्यो। हामी धनी छौँ प्राकृतिक रूपले, प्राकृतिक सम्पदाका रूपले अत्यन्त धनी छौँ। मैले अझ भन्न छोडेँ, यहाँको उत्पादन स्याउ सन्तला तरकारी ओखर जडीबुटीहरू कसै प्रदेशभन्दा कम छैन। तर पनि हामी गरिब छौँ। हामीसँग गरिबीको विशेषण लगाइएको छ। कहाँनिर हामी चुक्यौँ? हामीले 8औँ मनाइरहँदा गरिबीको सूचाङ्कमा रहेको कर्णालीलाई हामीले कतिसम्म अगाडि बढायौँ, त्यो छलफल गर्न जरुरी छ। निश्चित रूपले पनि नकार्न सकिन्न। संहिता लागू भइसकेपछि, प्रदेशको संरचना भएपछि कामहरू बढेका छन्, तीव्र गतिमा बढेका छन्। तथापि धेरै कुराहरू अझै बाँकी छन्। नियम कानुन कतिपय ठाउँमा बाधक बनेका छन् र कतिपय नियम कानुन अझै बन्न बाँकी छ। कहीँ यो कारणले कर्णाली पछाडि परे हो कि, या उतापट्टि कर्मचारी साथीहरू, विकाससँग सम्बन्धित कर्मचारीहरूसँग पनि म केही औँला ठाडो गर्न चाहन्छु। हाम्रो लापरवाहीले बजेटै खर्च गर्न नसक्ने परिस्थितिले काहीँ हामीले विकासका कुराहरू अगाडि बढाउन नसकेका कारणले हामी गरिब हो कि, जनप्रतिनिधिको उदासीनताले हामी गरिब भएका छौँ कि, यसको छलफल त यो यस्ता समारोहमा गर्न जरुरी छ नि। हामी तमाम कर्णालीवासीहरू रोजगारीका लागि बाहिर लड्को लागेका छ। केही त हामी यही रोक्न सक्छौँ प्रत्यक्ष। जुम्लामा फलेका स्याउ सडेर जान लागेका छन्। सल्यानमा फलेको सन्तोला, जाजरकोटमा फलेको सन्तोला सडेर जाँदैछ, बजार पाउँदैन। दैलेखको तरकारी घर घरमा सडेको छ, त्यसले बजार पाएको छैन। त्यसका लागि 1-2वटा कोल्ड स्टोर मात्रै हामीले बनाइदियौँ भने त्यो उत्पादनलाई संरक्षण गर्ने र उत्पादकहरूलाई प्रोत्साहन हुने अवस्था आउँछ नि। तमाम पहाडका खोचाहरू अझ बाँझा छन्, स्याउ उत्पादन गर्न सकिने अवस्था छ। युवाहरूलाई हामी त्यता प्रोत्साहन गरौँ। तपाईँहरूले गरेको श्रम र मेहनत खेर जाँदैन। तपाईँहरूले उत्पादन गरेको स्याउ ओखर र तरकारीको संरक्षण हामी गर्छौँ, बजार हामी खोजिदिन्छौँ भनेर भन्न हामीले जरुरी छ। युवाहरूलाई प्रोत्साहन गरेर अनुदान दिएर हुन्छ कि या सब्सिडी के दिएर हुन्छ, ती डाँडापाखा देखाएर तपाईँ यो ठाउँमा जानुहोस्, भारतमा 10,000 15,000 को कुल्ली काम नगरेर जुम्लाका पाखामा, दैलेखका पाखामा र मुगुका पाखामा ओखर लगाउनुहोस्, स्याउ लगाउनुहोस्, हामी अनुदान दिन्छौँ भनेर भन्न सक्ने नीति हामीले बनाउनु पर्यो नि। कर्णाली गरिब भन्दा म छक्क पर्छु। म अस्ति सल्यान गएँ। सल्यान त यति आत्मनिर्भर रहेछ, मलाई त्यहाँकै मान्छेले, जनप्रतिनिधिले भनेको, जनताले भनेको, त्यहाँ खाद्यान्न किन्नु नपर्ने रहेछ सल्यानमा। निकासीको भाव बजार नपाउने, भित्रको उत्पादनले सबैलाई पुग्ने रहेछ।
तर कर्णाली गरिब छ, बिल्ला लगाइदिएको छ। अलिकति यो तारतम्य मिलेको अवस्था म देख्दिनँ। त्यसैले जनप्रतिनिधिहरू, कर्मचारीहरूले यस्तो दिवसमा कसम खानुपर्छ। हामी कर्णालीलाई गरिबको बिल्लाबाट हटाउने जिम्मेवारी हाम्रो हो। हामीसँग तमाम सम्पदा छन्, त्यसको लागि चाहिँ छिटोभन्दा छिटो हामीले नीति निर्माण गरेर विकासका कुराहरू अगाडि बढाउनु पर्छ भन्ने अठोट ल्याउँ। यो दिवसमा यही परण गरौँ। हाम्रो पछाडि अख्तियार पनि छ भनेर सोचौँ। कर्मचारी साथीहरू, सबै जनप्रतिनिधिहरू, कहीँ कसैलाई अख्तियार रूपी कोड नलागोस्, म यही शुभकामना दिन चाहन्छु। त्यस्तै हुने बित्तिकै सुशासन दिन सकिन्छ। त्यति हुने बित्तिकै भ्रष्टाचार निवारण गर्न सकिन्छ। त्यति दुईटा कुरा हामीले गऱ्यौँ भने विकास गर्न सकिन्छ। जेनजीहरूको माग, अहिलेको अवस्था पनि त्यही हो, युवाहरूको अवस्था पनि त्यही हो, युवाको माग पनि त्यही हो। हामी सम्बोधन गरौँ। यही कुराहरू राख्दै संहिताको अब विकल्प छैन। प्रदेश खारिजीका मागहरू फाट्टफुट्ट कसैले असन्तुष्टि व्यक्त गरे पनि त्यो सम्भव छैन। यसले एउटा जरो गाडिसकेको छ। यसप्रतिको जनताको विश्वास बढिसकेको छ। पूर्ववक्ताले भन्नुभयो 8 वर्ष पहिलेको सुर्खेत, यो सभा मनाउँदाखेरिको सुर्खेतमा कति अन्तर छ भन्ने विषयमा सबै जनताले हेरेका छन्। यो सबै संहिताको उपज हो, संहिताको कृपा हो। त्यसैले संहितामाथि अमला उठाउनु, संहिता खारिज गर्नुपर्छ भन्ने विषय अब कहीँ कसैले भन्यो भने त्यो दुर्स्वप्न हुन्छ। एउटा कुरा म भन्दै आएको छु, यसपछि सरकार, अब हामी चुनावमा गइराखेका छौँ फागुन 21 गते। सम्भवतः भनिएको छ यो चुनावपछि संविधान संशोधन हुन्छ। यदि भयो भने कर्णालीका मूल ढोकाहरू दुईटा बन्द छन्, मूल द्वार बन्द छन्, खोलिदिनु होला। बाँकी र बर्दिया, जहाँबाट प्रशस्त राजस्व कर्णालीलाई आउँछ, जहाँबाट प्रशस्त राजस्व निकासीबाट आउँछ, भाषा मिल्ने, क्षेत्र मिल्ने, भूगोल मिल्ने सबै कुरा यो प्रदेशबाट अन्त गएको छ। ती दुईटा समृद्धिका ढोकाहरूलाई संविधान संशोधन भयो भने कर्णाली भित्र हाल्नका लागि म सबै राजनीतिक दलका साथीहरू र सबैसँग मेरो आग्रह छ। त्यो भयो भने अझ कर्णाली समुन्नत कर्णालीको रूपमा अगाडि बढ्न सक्छ। यही कुराहरू राख्दै आगामी फागुन 21 गते निर्वाचनमा संहितालाई लिगमा ल्याउने, संविधानलाई लिगमा ल्याउने एउटै बाटो निर्वाचन। त्यो बाटोमा अवरुद्ध कसैले गर्नु हुँदैन। यदि त्यो बाटो अवरुद्ध भयो भने लिगभन्दा बाहिर गयो, संविधान समाप्त हुन्छ। यो राष्ट्रले ख्याल गरिसकेका विषय छ। त्यतापट्टि सबै कर्मचारी साथीहरू, जनप्रतिनिधि साथीहरू, सुरक्षा निकायका सबै साथीहरूले निर्वाचनतर्फ मुखरित भएर फागुन 21 को निर्वाचनलाई भयरहित तरिकाले सम्पन्न गराउनु नै अहिलेको संहिताको मर्म हो, संविधानको मर्म हो। संविधानलाई लिगमा ल्याउने बाटो हो। यताप्रति पनि यहाँहरूको ध्यान जाओस् भन्ने शुभकामना व्यक्त गर्दै पुनः अन्तमा यो 8औं प्रदेश सभाको पूर्ण सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद। हाम्रो निमन्त्रणा स्वीकार गर्नुभई यो कार्यक्रमको प्रमुख अतिथिको रूपमा रहनुभएका कर्णाली प्रदेशका प्रदेश प्रमुखज्यूलाई मन्तव्यको निमित्त हार्दिक आभार व्यक्त गर्न चाहन्छु। आदरणीय महानुभावहरू, हामी यो विशेष कार्यक्रमको उत्तरार्धमा आइपुगेका छौँ। 24 गतेका घटनाक्रमका कारण प्रदेश सभाका भौतिक संरचना र संस्थागत स्मृतिमा क्षति पुग्नु हामी सबैका लागि पीडादायक र चिन्ताको विषय हो। तर इतिहास सधैँ यो भन्छ कि संस्थाहरू भवनले होइन मूल्यले बाँच्दछन्।
यहाँ संरचना ढल्न सक्छन्, तर संविधान तथा कानुनप्रतिको निष्ठा र जनप्रतिनिधित्वको चेतना कहिल्यै ढल्ने छैन। कर्णाली प्रदेशसभाको 8औं स्थापना दिवसको यो ऐतिहासिक अवसरमा प्रदेशसभा सचिवालयका तर्फबाट यहाँहरू सबैलाई हार्दिक मङ्गलमय शुभकामना समेत व्यक्त गर्दछु। अन्त्यमा कर्णाली प्रदेशसभा जनताको आवाजको प्रतिनिधि, संविधानको संरक्षक र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बलियो स्तम्भका रूपमा अगाडि बढिरहने विश्वास व्यक्त गर्दै आजको यो कार्यक्रममा सहभागिता जनाउनुहुने सम्पूर्ण महानुभावप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु। अब कर्णाली प्रदेशसभाको 8औं स्थापना दिवस 2082 का अवसरमा आयोजित यो कार्यक्रमलाई मन्तव्यसहित समापन गरिदिनु हुनका निमित्त यो कार्यक्रमका अध्यक्ष एवं कर्णाली प्रदेशसभाका सभामुख माननीय नन्दा गुरुङज्यूलाई सादर अनुरोध गर्दै उद्घोषकको भूमिकाबाट कानुन अधिकृत मदन खड्का बिदा हुन्छु। नमस्कार। धन्यवाद कार्यक्रम सञ्चालक हाम्रो मदन सरलाई। माननीय प्रदेश प्रमुखज्यू, माननीय मुख्यमन्त्रीज्यू, माननीय मुख्य न्यायाधीशज्यू, माननीय विपक्षी दलका नेताज्यू, माननीय सत्ता साझेदार दलका नेताज्यू, माननीय मन्त्रीज्यूहरू, माननीय उपसभामुखज्यू, माननीय राज्य मन्त्रीज्यू, प्रदेश सभा समितिका माननीय सभापतिज्यूहरू, माननीय प्रमुख सचेतकज्यू, प्रदेश सभाका पूर्व उपसभामुखज्यू तथा सदस्यज्यूहरू, त्यसै गरेर प्रदेश योजना आयोगका उपाध्यक्षज्यू लगायत सदस्यज्यूहरू, प्रदेश लोकसेवा आयोगका कार्यवाहक अध्यक्षज्यू, यसै गरी राजनीति दलका प्रमुख एवं प्रतिनिधिज्यूहरू, विशिष्ट महानुभावहरू, प्रदेश सभा सचिव लगायत सचिवालयका कर्मचारी, मर्यादा पालक, सुरक्षाकर्मीहरू, विभिन्न सङ्घ संस्थाका प्रमुख एवं प्रतिनिधिज्यूहरू, नागरिक समाजका अगुवा सञ्चारकर्मी तथा यस गरिमामय कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूमा मेरो यहाँहरूलाई हार्दिक नमस्कार टक्र्याउँछु। आज हामी कर्णाली प्रदेशसभाको 8औं स्थापना दिवस मनाइरहेका छौँ। यस ऐतिहासिक दिनको अवसरमा यहाँहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु। लोकतन्त्र, सङ्घीयता र यस प्रदेश प्राप्तिका लागि आफ्नो जीवन उत्सर्ग गर्नुहुने शहीदहरूप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। यो ऐतिहासिक कार्यक्रम समापनको सन्दर्भमा आफ्ना विचारहरू राख्न पाउँदा अत्यन्तै गौरवान्वित र हर्षित भएको छु। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको कार्यान्वयनसँगै स्थापित सङ्घीय व्यवस्थाले हाम्रो देशको शासन प्रणाली मात्र परिवर्तन गरेको छैन, यसले सामाजिक रूपान्तरण, समावेशिता, पहुँच र उत्तरदायित्वको नयाँ संस्कृतिको विकास गरेको छ। विशेषतः कर्णाली जस्तो भौगोलिक रूपमा चुनौतीपूर्ण तर सम्भावनाले भरिपूर्ण प्रदेशमा सङ्घीयताले विकासको ढोका नजिकै ल्याएको छ। स्थानीय आवश्यकता पहिचान गरी प्रदेश स्तरबाटै नीति, योजना र कार्यक्रम अघि बढाउने अवसर सङ्घीय व्यवस्थाको महत्त्वपूर्ण उपलब्धि हो। यस सन्दर्भमा कर्णाली प्रदेशसभाको सङ्घीयताको मर्म र भावनालाई आत्मसात गर्दै प्रदेशको समग्र विकास, सुशासन प्रवर्धन र नागरिकको जीवनस्तर उकास्न आवश्यक ऐन कानुन र नीतिगत संरचना निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। जनप्रतिनिधिमूलक यो संस्थाले जन आवाजलाई कानुनमा रूपान्तरण गर्न सेतुको काम गरिरहेको छ, जुन लोकतन्त्रको आत्मा नै हो। हालैको जेन्जी आन्दोलनको क्रममा प्रदेश सभाको भौतिक संरचनामा पुगेको अपूरणीय क्षति हामी सबैका लागि दुःखद र पीडादायी घटना हो। तर इतिहासले हामीलाई सिकाएको छ, विनाशपछि नै नवनिर्माणको यात्रा सुरु हुन्छ। यही विश्वासका साथ कर्णाली प्रदेश सभा अब विनाशबाट विकासतर्फ, निराशाबाट आशातर्फ अग्रसर हुने दृढ सङ्कल्पका साथ अघि बढ्नेछ। आवश्यक ऐन कानुन निर्माण, संस्थागत सुदृढीकरण र पुनर्निर्माणका माध्यमबाट
प्रदेशको उज्यालो भविष्य कोर्न प्रदेश सभाले अझ सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्नेछ। प्रत्येक वर्ष माघ 21 गते मनाइने प्रदेश सभा स्थापना दिवस केवल औपचारिक उत्सव मात्र होइन, यो प्रदेश सभा सदस्यहरू, सचिवालयका कर्मचारीहरू र सम्पूर्ण नागरिक समाजका लागि आत्ममूल्याङ्कन बन्न प्रतिबद्धता र प्रेरणाको दिन हो। यस दिवसले लोकतान्त्रिक अभ्यासलाई थप सबल बनाउने, आपसी सहकार्य अभिवृद्धि गर्ने र जनप्रतिनिधि प्रतिको विश्वासलाई सुदृढ गर्ने सकारात्मक ऊर्जा प्रदान गर्दछ। प्रदेश सभाको दोस्रो कार्यकालमा प्रदेश सभामा भए गरेका केही कार्यहरू छोटकरीमा उल्लेख गर्न सान्दर्भिक ठानेको छु। यस अवधिमा 24 वटा विधेयक दर्ता भई 18 वटा विधेयक पारित भएका छन्। यसै गरी सभाका समितिहरूमा 3 वटा विधेयकहरू छलफलको क्रममा रहेका छन् भने 3 वटा विधेयक फिर्ता गरिएका छन्। हाल प्रदेश सभाको हिउँदे अधिवेशन मिति 2082 माघ 18 गतेबाट प्रारम्भ भई 2 वटा बैठकहरू सम्पन्न भएका छन्। अन्त्यमा यस कार्यक्रमलाई गरिमामय बनाउन उपस्थित जनाउनुहुने माननीय प्रदेश प्रमुखज्यू, माननीय मुख्यमन्त्रीज्यू, विशिष्ट महानुभावहरू, प्रशासक वर्ग, राजनीतिक कर्मी, नागरिक समाज अगुवा, विकास साझेदारी संस्थाका प्रतिनिधिज्यूहरू, सञ्चारकर्मी मित्रहरू तथा कार्यक्रमको सफल आयोजनामा मेहनतका साथ खटिनुहुने प्रदेश सभा सचिवालय परिवारका सम्पूर्ण सदस्यहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु। यही शुभेच्छासहित कर्णाली प्रदेशमा प्रदेश सभा दिवसको आजको औपचारिक कार्यक्रममा समापन भएको घोषणा गर्दछु। धन्यवाद।